हामी यो यहाँ अगाडि राखिएको हाम्रो आधार वचनलाई एकपल्ट हामी पढ्नेछौँ, जो चाहिँ तेस्रो यूहन्नाको 1:11 पदमा बाट दिएको रहेछ। तेस्रो यूहन्ना रहेछ, एउटै मात्रै छ, 11 पद। हामी सबै मिलेर पढौँ। हे प्रिय, खराब कुराको पछि होइन, तर भलो कुराको पछि लाग, जसले भलाइ गर्दछ परमेश्वरबाटको हो, तर जसले खराबी गर्दछ त्यसले परमेश्वरलाई देखेको छैन। परमेश्वरले यस वचन पढाइमा हामीलाई आशिष दिएका हुन्। र यो स्पेसल मिटिङमा तपाईँहरूलाई परमेश्वरले दिनुभएको यो आधार वचन, जसलाई घरिघरि प्रार्थना गर्दै व्यक्तिगत रूपमा हामी जतिजना आत्मिक कुराको निम्ति इन्ट्रेस्टेड छौँ, चासो राख्ने लोकहरू छौँ, हामीलाई यस पदबाट, जो हामीले यहाँ अघिबाट सबै थोक बताउन नसके तापनि तपाईँहरू जतिजना यस स्पेसल मिटिङको लगाउमा आउनुभएका छौँ, यस वचनको मुख्य सारलाई यसो पढ्दाखेरि हामीले बुझ्न सक्छौँ। यहाँनिर यो भनेको रहेछ, जस्तै हे प्रिय, खराब कुराको पछि होइन, तर भलो कुराको पछि लाग, जसले भलाइ गर्दछ ऊ परमेश्वरबाटको हो, तर जसले खराबी गर्दछ त्यसले परमेश्वरलाई देखेको छैन। पवित्र शास्त्रमा, बाइबलमा तपाईँको आत्मिक जीवनमा आजसम्म तपाईँले परमेश्वरको वचनलाई सुनेर कति आशिष अथवा सहायता तपाईँले पाइरहनु भएको छ? म पनि मेरो आत्मिक जीवनमा म सधैँ मैले यसो भन्नुपर्छ कि मैले परमेश्वरको वचन सुने पश्चात परमेश्वरको वचनले चाहिँ मेरो जीवनमा कति फाइदा दिँदैछ। या त कोही बेला यस्तो लाग्छ कि कति वचन सुन्दाखेरि पनि त्यो वचनले मेरो जीवनमा कुनै प्रकारको फाइदा नदिए जस्तो पनि अनुभव हुँदछ। किनभने परमेश्वरको वचन इब्रानीको किताबमा लेखेको रहेछ कि उनीहरूलाई जस्तै अथवा हामीलाई जस्तै उनीहरूलाई पनि वचन प्रचार गरेकै हो, तर प्रचार गरिएको वचनले उनीहरूलाई केही फाइदा दिएन भनेर लेखिएको छ। अनि किन फाइदा दिएन भन्दाखेरि वचन चाहिँ सुन्नेहरूमा परमेश्वरको विश्वाससहित त्यो वचन उनीहरूको हृदयमा पसेन अरे। त्यसले गर्दाखेरि उनीहरूको जीवनमा सुनिएको वचन, प्रचारिएको वचनले केही पनि फाइदा भएन भनेर यो इब्रानीको किताब, सायद मैले अलिक बिर्सेको छ, यो 2 अध्यायमा मैले पढेको छु। 4:2 कतिमा हुनुभयो? 4:2 4:2 पदमा। धन्यवाद। यो वचन अहिले पनि हामीलाई याद हुँदैछ। 4:2 मा पढ्नुहोस् त कसैले। किनकि तिनीहरूलाई झैँ हामीलाई पनि सुसमाचार सुनाइएको थियो, तर प्रचार गरिएको वचनले तिनीहरूलाई फाइदा दिएन, किनकि सुन्नेहरूभित्र वचन विश्वाससित मिसिएन। यो एउटा आज पनि यसो विचार गर्दाखेरि हामी यहाँ अगाडि उभिएर अलिकति मञ्चबाट, अलिकति यस्तो उठाइएको जग्गाबाट, जसलाई पुलपिट भनेर पनि भनिएको हामी पाउँछौँ होइन। बडाहरू यहाँ पुलपिटमा बस्छन्, पुलपिटमा उभिएर वचन दिन्छ। पुलपिट चाहिँ अलिकति एलिभेटेड, अरू सम्म जग्गाहरूभन्दा अलिकति उठाइएको जग्गा भएकोले गर्दाखेरि सारा मण्डलीले पुलपिटमा बस्ने, पुलपिटमा उभिएर वचन दिनेहरू चाहिँ हामी साधारण भुइँमा बस्नेहरूभन्दा आत्मिक कुराहरूमा उनीहरू चाहिँ निकै अग्लाइएकोहरू होला, हुनै पर्छ। किनभने यहाँ अघि उभिएर जतिजनाले वचन दिन्छन् या त अगुवाई गर्छन्, मण्डलीले उनीहरूलाई होइन यो मान्छे अघि बसेर बोल्ने मान्छे चाहिँ हामीभन्दा धेरै माथिको हुनुपर्छ, किनभने उनीहरू एलिभेटेड, अग्लाइएको जग्गामा आज बसेर उनीहरू बोल्ने गर्छन् भनेर
तपाईँहरूले सोच्नुहुन्छ हामी पनि जब हामी पनि भुइँमा बसेर पछाडि बसेर सुन्दाखेरि अगाडिबाट बोल्ने प्रभुका दासहरू साँच्चै उनीहरू त्यसै अघि गएका होइनन्, किनभने उनीहरू अग्लो जग्गामा बस्छन्, उठाइएको जग्गामा बस्छन् भनिकन तपाईँहरूले सोच्नुहुन्छ। तर म आफूलाई जति यो अग्लाइएको जग्गामा उठेको जग्गामा म आएर बोल्न परे तापनि यी दिनहरूमा मैले आफूलाई पाउँछु कि होइन, आत्मिक जीवनहरूमा धेरै यस्तो अवस्था र परिस्थितिहरू छ जुन चाहिँ अवस्था र परिस्थितिहरूमा के हामीसँग पनि इब्रानी 4 अध्यायको 2 पद जस्तै अवस्था त भएको छैन। यहाँ के लेखेको छ भन्दाखेरि किनकि तिनीहरूलाई चाहिँ हामीलाई पनि सुसमाचार सुनाएकै थियो। आज पनि हामीले जुन वचन सुन्दैछौँ यो वचन चाहिँ हाम्रो निम्ति सुसमाचारकै रूपमा हामीलाई परमेश्वरले दिनुहुन्छ। तपाईँहरूलाई थाहा होला सुसमाचार भन्नाले सुसन्देश, जुन चाहिँ सन्देश सुनेर चाहिँ तपाईँलाई अवश्य पनि फाइदा हुन्छै हुन्छ। परमेश्वरको वचन सुने पश्चात परमेश्वरको वचनले अवश्य पनि तपाईँको जीवनमा फाइदा हुन्छ, तपाईँलाई राम्रो हुन्छ, तपाईँको भलाइ हुन्छ। यद्यपि हुनसक्छ तपाईँ आज पापको एउटा डरलाग्दो सागरमा आज तपाईँ डुबिरहनु भएको होला, विभिन्न प्रकारको लतमा, विभिन्न प्रकारको परिस्थितिमा, विभिन्न प्रकारको संसारको प्रलोभनमा फँसिरहेकाहरू आज किन नहोस्। परमेश्वरको वचनको उद्देश्य नै छ कि संसारलाई सुसमाचार अथवा गोस्पल सुनाएर चाहिँ परमेश्वरले तल भएका मानिसहरूलाई उचाल्नको निम्ति यो सुसमाचार चाहिँ आज हामीलाई दिएको हो। र मेरो व्यक्तिगत जीवनमा म आज अलिकति अग्लाइएको जग्गामा उठे तापनि मैले सधैँभरि मेरो आत्मिक अवस्थामा मैले आफूलाई एउटा पापी भन्दा धेर नसम्झिनु नै उचित हुन्छ जस्तो मलाई लाग्दछ। परमेश्वरको महान दास हामी पढ्ने गर्छौँ डिएल मुडीले कुनै एउटा जग्गामा काहीँ भन्नुभयो, हेर संसारमा डिएल मुडीको बारेमा तपाईँहरूले कुनै किताबहरू पढ्नु भएको छ अरे भने हाम्रो डानियल राई अङ्कल, हाम्रो काकाले भन्नुभएको छ डिएल मुडीले उसको प्रचारको द्वारा 10 लाख भक्तहरूलाई परमेश्वर कहाँ ल्याउन सक्यो। उसको इभान्जेलिकल मिनिस्ट्रीमा 10 लाख भन्दा बढी मान्छेहरूले सुसमाचारलाई सुनेर उनीहरू प्रभुमा आयो। तर उहाँले पनि एउटा जग्गामा भन्नुभएको छ, यदि त्योभन्दा पहिला म अर्को कुरा भनिहालौँ, मलाई यही कुरा आयो, त्यही 10 लाख भन्दा बढी परमेश्वरको जनहरूलाई प्रभुमा ल्याउने मान्छेले आफ्नो टेस्टिमनीमा भनेको छ, म अङ्ग्रेजीमा यदि म अलिकति अङ्ग्रेजी बोल्नु सक्यो भने त्यसलाई टिप्नु ने, म नेपालीमा पनि भन्छु। मैले कहीँ पढेको थिएँ, आई एम गोइङ टु हेभन, उसले भन्छ आई एम गोइङ टु हेभन नट बिकज द्याट आई हेभ प्रिच्ड द गोस्पल टु सो मेनी पिपल or I have read the Bible so many times. तपाईले बुझ्नुभयो होला। डिएल मुडीले माफ गर्नुहोस्, यो कथन चाहिँ डिएल मुडीको होइन, यो चाहिँ हो बिल्ली ग्रामको, जो आज पनि छ। उसले भनेको छ, I am going to heaven not because that I have preached the gospel to so many people or I have read the Bible so many times. मैले धेरै मान्छेलाई परमेश्वर कहाँ ल्याएँ, मैले प्रचार गरेर धेरै मान्छेलाई परमेश्वर कहाँ ल्याएँ, अथवा मैले बाइबल धेरैचोटि पढेको छु भनेर म स्वर्ग जान सक्दिनँ। उसले त्यसो भनेको छ। तर भन्छ बट आई एम गोइङ टु हेभन जस्ट लाइक अ थिप अन द क्रस। प्रभु यीशु ख्रीष्टको दाहिनेपट्टि या देब्रेपट्टि झुन्डाएको चोर, म स्वर्ग जान्छु अरे भने म त्यो चोर जस्तो भएर म जान्छु, जसले अन्तको समयमा प्रभुलाई भन्नुभएको थिए, लर्ड रिमेम्बर मी, प्रभु मलाई चाहिँ सम्झना गर्नुहोस् है। तपाईँले कति बुझ्नुभयो? मलाई चाहिँ यो कथनबाट म धेरै इम्प्रेस भएको छु क्या।
उहाँले भन्नुभयो आज संसारमा धेरैचोटि हामीलाई कस्तो लाग्दो रहेछ अरे भन्दाखेरि मैले धेरै जग्गामा गएर सुसमाचार प्रचार गरेको छु, म मण्डलीको एउटा जिम्मेवार हो, म राम्रो प्रचार गर्ने मान्छे हो, मैले धेरैजनालाई प्रभुमा ल्याएको छु भनेर हामी आफूले गरेको आफूले कमाएको कुराहरूलाई आधार मानेर यही कुराको कारणले गर्दा म स्वर्ग जान्छु भनेर एउटा आडम्बर एउटा घमण्डी आत्मिकी घमण्डले फुलिएको अवस्था हामीलाई थाहा हुँदैन। तर हामी त्यो महान प्रभुका दासहरूलाई जसहरूको जीवनबाट हामीले यो कुराहरूलाई सुन्दाखेरि थाहा लाग्छ, अरे यो मान्छेले यसो भन्दैछ। यद्यपि बिल्ली ग्राम जस्तो मान्छेले भन्नु सक्छ, सुहाउँछ कि बिल्ली ग्राम त स्वर्ग गयो नि हो, किनभने यो मान्छेको प्रचारले लाखौँ मान्छे प्रभुमा आएको हो अनि उसले कयौँचोटि बाइबल पढेको र यस्तो मान्छे चाहिँ स्वर्ग जान्छ नि भनेर हामीले सर्टिफाई गर्नु सक्छौँ उहाँलाई। तर उहाँ आफैले चाहिँ कहिले पनि भन्नु हुँदैन कि मैले बाइबल धेरैचोटि पढेको छु अनि मैले सैकडौँ लाखौँ मान्छेलाई प्रभुमा ल्याएको छु, यस कारणले गर्दा यो कुराको आधारमा चाहिँ म स्वर्ग जान्छु भनेर उहाँले भन्नु चाहनुहुन्न। तर उहाँले भन्छ म स्वर्ग जान्छु किन भन्दाखेरि म त्यो क्रुसमा प्रभु यीशु ख्रीष्टको दाहिनेपट्टिको चोर जस्तो, जसले अन्तमा भने अरे प्रभु जब तपाईँ आफ्नो राज्यमा तपाईँ जानुहुन्छ मलाई के गर्नुहोस्, मलाई सम्झनुहोस्। यस कारण यहाँनिर आउँदछ एउटा आत्मिकी दशामा आज पनि तपाईँ त्यहाँ बस्नेहरू र हामी यहाँ बस्नेहरू, यहाँ अलिकति एलिभेटेड उचालिएको जग्गामा बस्नेहरू हामी जोसुकै किन नहो, परमेश्वरको चोरले चाहिँ प्रभु मलाई सम्झिनुहोस्, किनभने केही क्षण अगाडि दुईजना चोरहरूमध्ये एकजना चोरले प्रभु यीशु ख्रीष्टलाई क्रुसमा टाँगिएको देखेर ऊ चाहिँ रिसायो अनि भन्थ्यो अरे यो मान्छे तँ आफै पनि क्रुसबाट ओर्ली र हामीलाई पनि बचान भनिकन दुईजना मध्ये एकजना चोर चाहिँ मुरमुरिराखेको थियो। बाइबल तपाईँहरूले राम्रो पढ्नुभयो भने यो कुरा तपाईँले पाउनुहुन्छ। दुईजना चोरहरू मध्येमा एकजना चोरले चाहिँ प्रभु यीशु ख्रीष्टलाई हेरेर उसलाई पनि ऊ पनि क्रुसमा टाँगिरहेछ, तीनैजना क्रुसमा टाँगिरहेछ। त्यो अन्तिम घडी अब के गर्नुपर्ने, अब यति असहनीय अवस्थामा दुःखको बेलामा ऊ अझ रिसाएर भने तँ आफै पनि क्रुसबाट झर र हामीलाई पनि बचान यति बेला भनिकन एउटाले चाहिँ प्रभु यीशु ख्रीष्टलाई त्यो दुःखको बेलामा विरोध गरिरहेको हामी पाउँछौँ। तर बाइबललाई तपाईँले पढ्नुभयो भने गोस्पलमा सुसमाचारमा अर्कोपट्टिको चोरले चाहिँ त्यो चोरलाई भन्यो, ए तैँले के भन्दैछस्, हेर तैँले र मैले त हामीले आफ्नो कर्म अनुसार हामीले जुन अपराध गरेका थियौँ त्यो अपराधको दण्ड हामीले भोगिरहेको छौँ भाइ, सन्तोक गर्न। हुन त सन्तोक गर्न भनेको छैन, तर एज इफ तैँले र मैले त हाम्रो अपराधको कारणले दण्ड पाइरहेको छ, अलिकति बुझ्न कुरा। तर हाम्रो बिचमा टाँगिने यी व्यक्तिले चाहिँ कुनै पनि खराब काम चाहिँ गरेको छैन है, कुनै खराब काम गरेको, उहाँ चाहिँ निर्दोष छ। मलाई लाग्छ यति बेला जब एउटा चोरले प्रभु यीशु ख्रीष्ट निर्दोष अनि उनीहरू दुवैजना चाहिँ एकदमै नीच पापी भनेर आफूलाई रियलाइज गरे नि, सायद परमेश्वरले त्यति बेला यो चोरलाई चाहिँ उसको आत्मालाई चाहिँ बचाएको थियो होला जस्तो मलाई चाहिँ लाग्छ। उसले रिपेन्ट पनि गरेको छैन, प्रभु मेरो पाप क्षमा गर पनि भनेको छैन। तर एउटा व्यक्तिको भित्रीय हृदयबाट उसले प्रभु यीशु ख्रीष्टलाई कुन रूपमा चिनेको थियो एउटा चोरले। यद्यपि एउटा चोरले तँ आफै पनि झर हामीलाई पनि बचा भन्न सक्यो, किनभने उसको परिचय यसले एउटा कुरा पनि बताउँदो रहेछ कि त्यो दुईजना चोर प्रभु यीशु ख्रीष्टको बराबर क्रुसमा टाँगिएको भए तापनि
दाहिनेपट्टिको चोर पनि 4 फिट पर टाँगिएको थियो होला, देब्रेपट्टिको चोर पनि 4 फिट पर टाँगिएको थियो। डिस्टेन्स एउटै छ, दूरी एउटै छ, त्यतिकै नजिकमा छ, तर पनि एउटाले प्रभु यीशु ख्रीष्टप्रति उसको जुन धारणा छ त्यो धारणा भिन्दै प्रकारको छ। तँ आफै पनि बाँच, तँ आफै पनि उत्रे, मलाई पनि बचा। अर्कोले भन्छ ए तैँले र मैले त हामीले गरेको दण्ड अपराध अनुसारको दण्ड पाउँदैछ, तर हेर यहाँनिर निर्दोष, ऊ चाहिँ निर्दोष व्यक्ति हो, उसले कुनै प्रकारको अपराधको काम गरेको छैन। अब यो रियलाइजेसनमा, यो बुझाइमा चाहिँ सायद हुनसक्छ कि यो 2 चोरहरूमध्ये एकजना चोरको आत्मा चाहिँ परमेश्वरले के गरिदिहाल्यो, के गरिदियो, बचायो। आज मुक्ति पाउनु, उद्धार पाउनु भन्ने कुरा यस्तै त। हाम्रो आत्मा चाहिँ हामी मर्नभन्दा अगाडि के गर्नुपर्छ भन्नुहोस् त लोक, बाँचेको हुनुपर्छ। मुक्ति भन्ने सम्बन्धमा आत्मा बचाऊ, बिलिभ अन लर्ड जिजस क्राइस्ट एन्ड दाउ स्याल बी सेभ्ड, यो वचन छ होइन एक्समा। प्रभु यीशु ख्रीष्टलाई विश्वास गर तिम्रो आत्मा बाँच्ने छ भनेर नभनेर नेपाली बाइबलले प्रभु यीशु ख्रीष्टमाथि विश्वास गर तिमीले मुक्ति पाउनेछौ भनेर नेपालीमा लेखिदिन्छ। तर अङ्ग्रेजीको लिटरल ट्रान्सलेसनले हो भने प्रभु यीशु ख्रीष्टमाथि विश्वास गर न तिमी बाँच्नेछौ। के बाँच्नेछौ? मेरो आत्मा के गर्नेछ? नरकबाट, परमेश्वरको क्रोधबाट चाहिँ बाँच्नेछौ। यस कारणले गर्दा त्यो चोरलाई हामी पाउँदछौँ। संसारमा चोरले डिएल मुडीले जस्तो हजारौँलाई सुसमाचार प्रचार गर्नु पाएन पनि बिचरा, तरै पनि एटलिस्ट उसको आत्मा चाहिँ के भयो भन्नुहोस्? बाँच्यो, सेभ्ड। हामीलाई पनि भन्छ नि होइन, तपाईँहरू अहिले कति अब अहिले त सबै अङ्ग्रेजी, सबै बुझ्ने, अङ्ग्रेजीमै बात गर्ने हुन्छ। ठुल्ठुलो जग्गाहरूतिर जाँदा प्रभुका दाजु आर यु सेभ्ड, आर यु सेभ्ड, अब कुरा बुझेन आर यु सेभ्ड। यही प्रश्न संसारको एउटा नामी मान्छे जोन वेस्ली भन्ने मान्छेलाई पनि अमेरिकामा प्रचार गर्नु जाँदै गर्दाखेरि जोन वेस्ली पनि एउटा नामी प्रभुको निम्ति मरिमेट्ने, प्रभुको निम्ति कुछ गर्छु भनेर एउटा जवान केटो जहाजमा जाँदै थियो अरे। तर त्यो जहाजमा अरू झुन्डको क्रिस्चियनहरू पनि थियो अरे। जोन वेस्ली जवान केटो छ, त्यो जग्गामा अरू विश्वासीहरू पनि थिएछ। अनि बाटोमा जाँदै गर्दाखेरि यति धेरै आँधी आयो, यति डरलाग्दो तुफान चल्यो भनेर लेखिएको छ। यति डरलाग्दो आँधी समुद्रमा चल्दाखेरि सबैजना घबराइरहेको भए तापनि त्यो अरू झुन्डको विश्वासीहरू चाहिँ गिटार बजाएर या त ताली बजाएर गीत गाइरहेको थियो। उनीहरू सबै परिस्थितिमा गीत गाइरहेको। अनि यता जोन वेस्ली जो पनि अमेरिकामा प्रचार गर्नु गएको अरे, ऊ डराइरहेको छ। तर त्यहाँ हेर्छ कोही डराएको छैन। त्यति बेला अर्को झुन्डको मान्छे आएर जोन वेस्लीलाई सोध्यो, आर यु सेभ्ड? के तिमी बाँचेको हो? त्यति बेला जोन वेस्लीको उत्तरै भएन। के हो? वाट डज इट मिन बाई सेभ्ड? आई एम अ बोर्न क्रिस्चियन। जन्मदेखि नै मेरो आमा बाउहरू क्रिस्चियन हो। मेरो आमाको नाम सुजन वेस्ली। हामी 19 जना दाजुभाइ, सबैजना हामी। यो मान्छेले के भन्दैछ? आर यु सेभ्ड? त्यति बेला त्यो झुन्डको मान्छेले उसलाई आएर सुसमाचार सुनायो। हेर, बचाइनु अथवा बाँच्नु भन्ने कुरा चाहिँ जन्मैदेखि क्रिस्चियन भयो भन्ने कुराको सँग यसको कोही सम्बन्ध छैन। यु मे बी अ क्रिस्चियन, 10 जेनेरेसन अगाडिदेखि तिमी क्रिस्चियन होला स्टिल, तरै पनि प्रभु यीशु ख्रीष्टलाई मुक्तिदाताको रूपमा ठिकसँगले विश्वास गर्न सकेको छैन अरे भने यु आर नट सेभ्ड। अब क्रिस्चियन होला तर सेभ छैन। अब त्यो उनीहरूको बातचितमा जोन वेस्लीले त्यो जहाजमै बसेर प्रभु यीशु ख्रीष्टलाई उसको आत्मा बचाउको निम्ति उहाँको बलिदानमाथि राम्रोसँगले वचन बुझेर
प्रभु यीशु ख्रीष्टलाई आफ्नो व्यक्तिगत मुक्तिदाताको रूपमा ग्रहण गरिसकेपछि उसलाई फिल हुन्छ नाउ आई एम सेभ। मलाई यस्तो अनुभव हुन्छ कि म चाहिँ अब बाँचेँ है। मान्छे अब म बाँचेँ। अमेरिकामा गएर जोन वेस्लीले भन्न थाल्यो अमेरिकालाई बचाउन जाने मान्छे आफै बाँचेकै थिएन। कुरा बुझ्नुभयो? अमेरिकाको मान्छेलाई बचाउन जाँदैछ ऊ प्रचारको द्वारा उनीहरूको आत्मा बचाउनको निम्ति, नरकदेखि उनीहरूको आत्मा बचाउनको निम्ति जाँदैछ, तर ऊ आफैलाई थाहा छैन ऊ आफै बाँचेकै। कति राम्रो एउटा टेस्टिमनी हामी पाउँदछौँ आज। यस कारणले अब यहाँ हामीलाई कसरी चाहिँ आत्मा बाँच्छ यो कुरा हामीलाई बुझाउने हामीलाई समय छैन। तपाईँले यो कुरा चाहिँ लिएर जानुभएछ चाहिँ आत्माको बचाउको निम्ति। मैले भर्खरै एउटा सानो सानो आर्टिकलमा मैले पढेको थिएँ जहाँनिर प्रभुका दासले मजाले क्लियर कुरा गर्नुभएको छ। हामीले बात गर्दाखेरि भन्छ अरे हामीसँग आत्मा छ, हामीसँग आत्मा छ अनि हाम्रो चाहिँ एउटा शरीर छ भनेर हामी भन्छौँ अरे। राम्रो बुझ्नुहोस् है, वी हेभ अ स्पिरिट, हाम्रो आत्मा छ अनि हामीसँग के पनि छ, शरीर पनि छ। तर त्यो प्रभुका दासले भनेछ हामीसँग आत्मा छ होइन प्रिय, हामी आत्मा हो अनि त्यो आत्मालाई राख्नको निम्ति हामीलाई के दिएको छ, शरीर दिएको छ। शरीर चाहिँ खोल हो। अब म कति सफासँग बुझाउन सक्छु कि सक्दिनँ, तर मैले बुझेअनुसार सीएस लेविस भन्ने मान्छेले भनेको छ हामीसँग हाम्रोमा आत्मा छ नभन, हामी आत्मा हो तर हाम्रो आत्मालाई सुरक्षित राख्नको लागि परमेश्वरले हामीलाई के दिएको छ, शरीर दिएको छ। शरीर चाहिँ आत्माको के हो, खोल हो नि त। जस्तो तपाईँले घडी किनेर ल्याउनुहुन्छ, घडी राम्रो खोलमा राखेको हुन्छ। मोबाइल किनेर मोबाइलको बक्सा हुन्छ, गिटारको अब राम्रो केसेस हुन्छ। अब गिटारभित्रको चिज चाहिँ फालेर बाहिरको खोललाई मात्रै सजाएर राखिरहेको जस्तै त्यस्तो मूर्ख काम भयो जस्तो आज धेरैचोटि मेरो बाहिरपट्टि त्यो आत्मालाई सुरक्षित राख्नको निम्ति दिएको खोल शरीरको ख्याल हामीले ज्यादा गरिराखेका हुन्छौँ। विभिन्न प्रकारको शारीरिकतामा आइकन घमण्ड, म यस्तो हो, म उस्तो हो, मैले अहिलेसम्म यस्तो गरिरहेको छु उस्तो गरिरहेको छु। तर शरीरको भित्र भएको आत्माको सीएस लेविसले भन्नुभएको छ हाम्रो आत्मा छ नभन, हामी आत्मा हो। एक्चुअली मान्छे चाहिँ आत्मा हो तर परमेश्वरले त्यो आत्मालाई सुरक्षित राख्नको निम्ति संसारमा शरीर दिनुभएको छ। शरीर एक दिन त्यो खोल एक दिन लगेर माटोमा मिल्छ, आत्मा चाहिँ जान्छ परमेश्वर कहाँ। तर कुरा चाहिँ छ त्यो आत्मा चाहिँ बाँचेको छ। कसरी बचाएको छ त्यो आत्मा? प्रभु यीशु ख्रीष्टमाथि विश्वास गरिसकेपछि त्यो आत्मा चाहिँ बाँचेको, त्यो आत्मामा पवित्र आत्माको छाप लागेको। त्यही कारण बेला शरीर त लगेर गाडिन्छ, जलाइन्छ, एक्सिडेन्टमा दुर्घटनामा परेर मरिन्छ, तर मान्छेको शरीरको भित्र राखेको परमेश्वरको एउटा प्रेसियस, परमेश्वरले मान्छे जातिलाई दिनुभएको अति यो अनमोल धन जस्तो चिज चाहिँ आत्मा चाहिँ आत्मा दिने कहाँ जाँदा। यो सायद सर्वोपदेशकमा तपाईँले पढ्नुहुन्छ। माटो माटोमा मिल्छ तर आत्मा चाहिँ आत्मा दिने परमेश्वर कहाँ जान्छ। त्यही कारण त्यो क्रुसमा टाँगिएको त्यो चोरको आत्मा चाहिँ प्रभु यीशु ख्रीष्टलाई यो व्यक्ति चाहिँ निर्दोष हो, म चाहिँ पापी हो भनिकन त्यो रियलाइजेसनमा सायद आउँदाखेरि उसको आत्मा प्रभुले बचाएको थियो। अनि गएर त्यो मान्छेले, चोरले भन्न थाल्यो जब प्रभु तपाईँ आफ्नो महिमामा जानुहुन्छ प्लिज रिमेम्बर मी। क्रुसमा टाँगेको चोरले प्रार्थना गरेर ऊ स्वर्ग गएको त होइन कदापि। यदि प्रार्थना गरेर स्वर्ग जाइने हो भने हामी पनि हस्पिटलको बेडमा लास्टमा प्रार्थना गरेर प्रभु मलाई पनि सम्झाउनुहोस् भन्दाखेरि हामी पनि प्रार्थना गरेर स्वर्ग जाने थियो। स्वर्ग जानभन्दा अगाडि जसको आत्मा बाँचेको छ, जसको आत्मा प्रभु यीशु ख्रीष्टको रगतको द्वारा धुइएको छ, उसको आत्मा साँचो बाँचेको छ अरे भने
आज ऊ मृत्युको पछाडि आज स्वर्गलोकमा के गर्ने त जानेवाला छ। त्यही कारण अब कुराहरू वचन भन्दा त मैले आज भने धेरै पदहरू नदेखाउने, थुप्रो पदहरू नदेखाउने, यस्तै साधारण कुराहरू गर्ने। किनभने हिजोदेखि हामी प्रभुका दासहरूले मिठो मिठो एकदम सबै भन्दै जानुभएको छ। अनि म पनि फेरि उहाँहरूभन्दा अझै जित्ने प्रकारले म बोल्न म चाहदिनँ है। म साधारण, मलाई यति नै मात्रै भन्न मन लागेको छ कि तपाईँ अनि मेरो आत्मा चाहिँ बाँचेको छ। आई एम सेभ्ड। जोन वेस्लीले चाहिँ तपाईँ अरूलाई बचाउन गइरहनु भएको छ तर आफै बाँचेको अनुभव छैन अरे भने यो सुसमाचार, यो इलस्ट्रेसनले तपाईँ र मलाई एकदम सफा गर्छ कि यस आई एम सेभ। हामी कन्भोकेसनहरूतिर उहिले मसिनो हुँदाखेरि हैदराबादबाट आउने ब्रदरहरू इङ्ग्लिस मात्रै बोल्नेहरूले देख्यो कि हामीलाई आर यु सेभ भन्थ्यो, के हो अर्कोले भेट्यो आर यु बोर्न अगेन, त्यति बेला पछाडिबाट मामाले यस भन्न भनिदिन्थ्यो, यस भन्थ्यो, अन्त छोडिदियो। फेरि भोलिपल्ट भेट्यो ब्रदर भक्सिङ कहाँ पनि म सानो हुँदा मेरो आमाले लिएर जानुभयो, मसिनो पुछे डर लाग्दै गइरहेको। अनि आमाले भन्नुभयो ब्रदर म प्रार्थना गर्नु आएको। ब्रदरले बाइबल पढ्दै आर यु बोर्न अगेन भन्नुभयो। अब हिजो अस्ति सिकिरहेको थियो टाउको होला, यस यस। अब थाहा त छैन बर्न अगेन फेरि नयाँ जन्म पाउनु पर्ने। त्यो बर्न अगेन पनि त आत्माले नयाँ गरी जन्म लिएको कुरा हो नि त। निकोदेमुसलाई भनेको कुरा होइन। निकोदेमुस ज्युजहरूको एउटा धर्मगुरु थियो। प्रभु यीशु ख्रीष्टलाई राति भेट्न आयो। प्रभु यीशु ख्रीष्टले उहाँलाई भन्नुभयो जबसम्म तिमीले नयाँ गरी जन्मँदैन तिमीले स्वर्गको राज्य देख्न सक्दैन। पहिला चाहिँ फेरि भन्छ तिमी पानी र आत्माको द्वारा जन्मेनौ भने तिमीले स्वर्गको राज्यमा पस्न सक्दैन। त्यहाँ पनि कुरा नयाँ जन्म, आत्मा बाँच्नु, मुक्ति पाउनु, पापको क्षमा पाउनु भन्ने कुराले आज हाम्रो भविष्यलाई, आत्मिक कुराहरूलाई के गर्दछ, त्यसलाई सपोर्ट गर्दछ अथवा आत्मिक कुराहरूमा हामीलाई जानकारी हामीलाई दिँदछ। अब यहाँ हामी पाउँदछौँ एउटा आत्मै बाँचेको छैन, उद्धारै नपाएको मान्छेलाई हामीले भन्यो हे प्रिय खराब कुराको पछि होइन। अब जुन मान्छेको आत्मामा उद्धारको काम भएको छैन त्यो मान्छेलाई खराब नगर भाइ, सिगरेट नखाऊ, यस्तो नहेर, मोबाइल नचलाऊ, फेसबुकमा यस्तो यस्तो कुराहरू नहाल, यस्तो घिनलाग्दो कुराहरू नगर भनेर भने त्यो मान्छेले कदापि उसको भित्र नयाँ जन्म अथवा परमेश्वरको स्ट्रेङ्थ उभित्र नभएको कारणले गर्दा उसले त्यो कुराहरू गर्न सक्दैन। उसलाई खालि त्यो एउटा आज्ञा यो नगर त्यो नगर भनेर भनिएको आज्ञाहरू जस्तो मात्र हुँदछ। यस्तो यो गर्नु हुँदैन त्यो गर्नु हुँदैन भन्ने कुराहरू जब तपाईँ प्रभुलाई नपाउँदाखेरि पनि तपाईँको आफ्नो आफ्नो धर्म, आफ्नो आफ्नो रीति शिक्षाहरूले पनि हामीलाई त्यसै भनिरहेको थियो नचोर, नडाट, यो नखाऊ, नछुव, यस्तो नगर, उस्तो नगर। सबै रिलिजियस धार्मिक भ्युजहरू सत्य बोल। एट फोल्ड पाथ अफ बुद्ध, बुद्धको 8 अष्टम मार्गहरू कति राम्रो छ होइन। जहिले पनि विश्वासयोग्य बन, लोयल बन, सत्य गर भन्ने कुराहरू रिलिजियनमा सबै कुराहरू पाइरहेको छ। अहिंसा, हिंसा नगर। जैनिज्ममा पनि आज त्यो पाइन्छ, रिलिजियनमा त्यो सबै कुराहरू पाइन्छ। अब क्रिस्चियन जीवनमा पनि आइकन हामीलाई यो नगर त्यो नगर भनेकै छ, यो नगर त्यो नगर। तर हामीलाई यो कुरा चाहिँ थाहा हुनुपर्छ जब एउटा मान्छे प्रभु यीशु ख्रीष्टलाई विश्वास गर्नको निम्ति आउँदाखेरि म क्रिस्चियन हुनको लागि मैले के गर्नुपर्छ दाइ, के गर्नुपर्छ के गर्नु पर्दैन भनेर एउटा इच्छुक व्यक्ति चर्चमा आयो अरे भने म चाहिँ उसलाई भन्छु भाइ तिमीले यो गर त्यो नगर म भन्दिनँ, त्यो भन्नु मेरो अधिकार छैन। तर म तिमीलाई यति चाहिँ भन्छु तिम्रो र मेरो पापको लागि क्रुसमा प्रभु यीशुले सब कुछ गरिदिनु भयो, त्यो कुरालाई चाहिँ तिमीले के गर
के गर भन्नुहोस् त, त्यो कुरा चाहिँ विश्वास गर न। गान्धीजीले पनि बाइबल खुब पढ्थ्यो अरे त, अनि बाइबलको यो पहाडी उपदेश मुताबिक उहाँले जिउने कोसिस पनि गर्नुहुन्थ्यो अरे भनेर भनिएको थियो। बाइबललाई इमिटेट गर्ने मान्छेहरू थुप्रो छ। मेरो स्कुलमा एकजना सर हुनुहुन्छ, उसलाई सुसमाचार सुनायो भने उसले मलाई भन्छ, तिमीहरूको पास्टरले भन्दा बेसी बाइबल पढेको छु, मलाई के सिकाउँछौ तिमीले भनेर उहाँले भन्नुहुन्छ। बाइबल पढ्दो रहेछ, बाइबललाई इमिटेट गर्दो रहेछ। तर सुसमाचारको खास मुटुलाई हामीले बुझ्न सकेका हुँदैनौँ। क्रिस्चियनिटी यो गर यो नगर भन्ने होइन, तर यो कुरालाई बुझ्नको निम्ति प्रभुले हामीलाई भन्नुभयो कि क्रुसमा प्रभु यीशु ख्रीष्टले तपाईँको निम्ति अनि मेरो निम्ति गर्नुभएको कुरालाई चाहिँ विश्वास गर, त्यहाँबाट चाहिँ शक्ति आउँछ। किनभने बाइबलले भन्छ नाश हुनेहरूको निम्ति आज क्रुसको कुरा चाहिँ मूर्खता हो, तर हामी विश्वास गर्नेहरूको लागि क्रुसको कुरा चाहिँ हाम्रो निम्ति शक्ति हो। 1:18 होइन कोरिन्थीमा यो कुरा लेखेको छ। क्रुसको कुरा, यो क्रुसमा यीशु ख्रीष्ट टाँगेको कुरा मुक्ति नपाउने मान्छेहरूको लागि चाहिँ यो कुरा चाहिँ हाँसोको कारण हुन्छ। पढिदिनुहोस् त, पहिला कोरिन्थी 1:18 होला। किनकि क्रुसको प्रचार चाहिँ हजुर नष्ट हुनेहरूको निम्ति मूर्खता हो, तर हामी मुक्ति पाउनेहरूको निम्ति परमेश्वरको सामर्थ हो। आज यहाँ हे प्रिय हो, खराब कुराको पछि होइन, भलो कुराको पछि लाग। जसले भलाइ गर्दछ ऊ परमेश्वरको बाटोको हो, तर जसले खराबी गर्दछ त्यसले परमेश्वरलाई देखेको छैन। यो एउटा कमान्डमेन्टको रूपमा, आज्ञाको रूपमा मात्रै, तर क्रुसको कुरालाई नबुझेसम्म, क्रुसको कुरा भन्नाले परमेश्वरको अनुग्रहलाई, परमेश्वरको कृपालाई, परमेश्वरले देखाउन चाहने दयालाई चाहिँ नबुझेसम्म यो आज्ञाहरू हामी कदापि पुरा गर्न सक्दैन। हामी कदापि पुरा गर्न सक्दैन। यसकारण आज म तपाईँहरूसँग यो 1-2वटा कुराहरू म गर्न चाहन्छु जसलाई तपाईँले सायद अनुभव पनि गरिरहेको होला। तपाईँले यो कुरालाई परमेश्वरले तपाईँको हृदयमा हाल्न पनि चाहिरहेको होला। फेरि एकचोटि मैले अघि छोडेको एउटा पदलाई म फेरि त्यो इलस्ट्रेसनलाई म फेरि भनौँ। डिएल मुडी भन्ने मान्छेले कहीँ लेखेको छ, यदि आज परमेश्वरको अनुग्रह मसँग भएन भने म भोलि अमेरिकाको या त कुनै पनि गाउँको सहरको नालीमा लडिरहेको हुन्छ। म प्रचारक हो, डिएल मुडीको नाम नसुन्ने संसारमा कोही पनि छैन होला। तर उहाँले पनि भन्नुभएको छ, आज पनि परमेश्वरको अनुग्रह मसँग छैन भने म भोलि त्यही पुरानो मान्छे गल्लीमा नालीमा लडिरहेको हुन्छु। यहाँ कति भयङ्कर कुरा छ। तपाईँ आज विश्वासमा जिरहनु भएको छ, तपाईँ आज प्रभुमा लागिरहनु भएको छ अरे भने त्यो परमेश्वरको अनुग्रहले। अब हामी मध्ये कतिजना यस्तो पनि हुन्छ कि परमेश्वरको अनुग्रहबाट हामी घटी भएर परमेश्वरको अनुग्रहबाट घट्दै गइरहेको पनि हुन्छ। त्यति बेला चाहिँ हाम्रो आत्मिक जीवन, क्रिस्चियन जीवन चाहिँ एकदम कन्फ्युजनमा हुन्छ। हामी निराशामा हामी जान्छौँ। अनि आज म भन्न सक्छु, म आफै पनि सायद मण्डलीलाई पनि हेर्दाखेरि होइन, आजको दिनमा 90% जति मान्छेहरू एकदम आत्मिक जीवनमा कन्फ्युज भइरहेको, सेलाइरहेको, सबैले प्रार्थना गर्न लगाउँदाखेरि हाम्रो मुखबाट यसै आउँछ, प्रभु म जस्तो कमजोर, म जस्तो दुर्बल, म जस्तो तुच्छ भन्ने कुरा। किनभने हामी कन्फिडेन्ट होइन, म दुर्बल छैन, म सबैभन्दा सामर्थ्य छु भन्ने आँटै हुँदैन। हामी सधैँभरि हामीलाई त्यो रियलाइज भइरहन्छ कि म चाहिँ कमजोर हो, म दुर्बल। तर त्यो कमजोर र दुर्बलताको अनुभव मात्रै गर्ने होइन, त्यो कमजोर र दुर्बल अवस्थामा हुने व्यक्तिहरूले क्रुसमा परमेश्वरले देखाउनु भएको कृपालाई चाहिँ बुझ्नको निम्ति आज अघि आउन सक्यो अरे भने उनीहरूले परमेश्वरबाट सामर्थ पाउने रहेछ। जसरी क्रुसमा टाँगेको चोरले लर्ड रिमेम्बर मी, मलाई सम्झ, किनभने अघि प्रभु यीशु ख्रीष्टलाई उसले निर्दोष व्यक्तिको रूपमा उसले कन्फेस गरिसकेको थियो। उहाँ चाहिँ निर्दोष हुनुहुन्छ, तर तँ र म चाहिँ आफ्नो अपराधको कारणले हामी दण्ड भोगिरहेको छौँ। त्यो रियलाइजेसनमा परमेश्वरले उसको आत्मालाई
बचाएको थियो। अनि परमेश्वरको कृपालाई उसले सम्झना गर्दाखेरि आज त्यो मान्छे प्रभु यीशु ख्रीष्टले उसलाई के भने, आजै राति त मसँग कहाँ हुन्छस् भनेको छ, प्याराडाइजमा आजै राति अथवा अहिले नै घडी त मसँग स्वर्गलोकमा आज त भनेको छ। त्यही कारणले गर्दा हामी त्यहाँनिर एउटा यस्तो घटना देख्छौँ, स्वर्गलोकमा जानको निम्ति एउटा मान्छेको आत्मा बाँचेको हुनुपर्छ अनि परमेश्वरको कृपालाई सम्झना गर्दै आज बस्नुपर्छ। हामीले सेवा गर्दै गर्दै आउँदा 20 वर्ष 30 वर्षको अवधि बित्ला। अब हामीले परमेश्वरको मर्सीलाई बिर्सेर मैले 30 वर्ष सेवा गरेँ, मैले यो गरेँ त्यो गरेँ भनिकन आफ्नो कामहरूप्रति घमण्ड गर्दा परमेश्वरको कृपालाई चाहिँ बिर्सी पठायो अरे भने त्यो हाम्रो निम्ति नोक्सानीको कारण पनि हुनसक्छ। म जहिले पनि लुका 16 अध्यायमा भएको घटनालाई म जब पनि पढ्छु, लुका 16 अध्यायमा धनी मान्छे र लाजरसको घटना त्यहाँनिर देखाएको छ। त्यहाँ लेखेको छ, म यसै भन्छु, आज बाइबल खोल्ने समय छैन, टाइम पनि हामीले कतिसम्म गर्नुपर्ने हो, 16 भयो 30 होइन हजुर, अलिक टाइम पनि भएकोले गर्दा तपाईँहरूलाई यो सबै वचनहरू थाहा होला, म बताउँदै जाने। लुका 16 अध्यायमा धनी मान्छे र लाजरस, धनी मान्छेको जिन्दगी देखाएको छ। ऊ एकदम मलमलको वस्त्र, बैजनी वस्त्र लगाउँथ्यो अनि उसको जीवन ऐस आराममा उसले जीवन बिताउँथ्यो। तर उसको घरमा एउटा लाजरस नाम भएको एउटा माग्ने थियो अनि ऊ घाउ भएको थियो अनि उसको खानेकुरो पनि थिएन। त्यो टेबलबाट झरेको रोटीको टुक्राहरू खाएर उसले आफ्नो पेट पालन पोषण गर्थ्यो। मलाई प्रश्न उठ्छ कि त्यो धनी मान्छेले यो लाजरस जस्तो घाउ भएको मान्छेलाई आफ्नो खानाको टेबल मुनि किन राखेको होला? धनी मान्छेहरू त झन् शौकिन हुन्छ, आफूले खाना खाँदै गर्दा मैला धैला लुगा लगाएको मान्छेहरूलाई आउनु दिन्छ र कसरी लाजरस उसको टेबलमा मुनि बस्यो? कि लाजरस उसकै भाइको थियो कि उसकै घरको को थियो? मेरो मनमा त्यस्तो प्रश्न उठ्छ। तर पनि बाइबलले यसलाई बताउँदछ लाजरस नाम भएको एकजना माग्ने थियो अथवा घाउ भएको एउटा बेगर जस्तो मान्छे थियो। अब कुरा आउँछ, बाइबलले भन्छ अब लाजरस मर्यो अनि अब्राहमको काखमा भनेर त्यहाँ देखायो। लाजरस मर्ने बित्तिकै नेक्स्ट इन्स्टेन्स छ, ही वाज सीन विथ अब्राहम, अब्राहमसँग उसलाई देखायो। फेरि त्यहाँनिर भन्छ त्यो धनी मान्छे पनि मर्यो, तर धनी मान्छे चाहिँ मर्न साथ पीडामा तडपिँदै भनेर त्यहाँ देखाएको। धनी मान्छे पीडामा तडपिँदै, लाजरस मर्यो, लाजरस चाहिँ कहाँ गयो? अब्राहमको काखमा। तपाईँलाई अलिकति देखाउन पर्यो अरे यो बाइबलमा एक दुईवटा कुरा त थाहा छ होला। लुकाको 16 अध्यायमा यो कुरा आज देखाएको छ। लुकाको 16 अध्यायमा, लुकाको 16 अध्यायमा पढिदिनुहोस् त। अनि यस्तो भयो, त्यो माग्ने मर्यो र स्वर्गदूतहरूद्वारा अब्राहमको काखमा पुर्याइयो। प्रिय हो हेर्नुहोस्, माग्ने मर्यो, त्यो धनी मानिस पनि मर्यो र गाडियो अनि नरकमा भयानक पीडामा तडपिँदै त्यसले आफ्ना आँखा उठायो र टाढामा अब्राहमलाई र उनको काखमा लाजरसलाई देख्यो। अब तपाईँहरूले यो धनी मान्छे र लाजरसको कथा घटनालाई पढ्दाखेरि तपाईँहरूलाई सायद कसैले बताएको पनि होला कि यो चाहिँ बाइबलमा यो कोही एउटा उखान पो हो कि बा यो साँच्चै घटना हो कि त्यसै हामीलाई बुझाउनको निम्ति यो भनिएको होला। किनभने बाइबलमा धेरैवटा घटनाहरू हामीलाई बुझाउनको निम्ति भन्यो। एकजना बाउको 2 जना छोराहरू थियो भनेर भन्यो, एउटा मान्छेको 100 वटा भेडाहरू थियो भनेर 15 अध्यायमा यो लेखेको छ। कुनै एकजना भाइले बाइबल कहाँ पढ्यो वा उसले कहाँ सुन्यो, उसले वचन दिँदै गर्दाखेरि अब आफ्नो तर्फबाट एउटा हाँक दिनु थालेछ कुनै जग्गामा। बाइबल पढ्दै त बताउँदै सबजना मखबर सुनेपछि हामीलाई पनि अलिकति ठुल्ठुलो कुरा गर्नु मन लागिहाल्छ नि त होइन। बाइबल पढ्दै यो बाइबलमा अनुग्रह भन्ने शब्द 117 पल्ट लेखेको छ
भनेर हामी भन्छ। भरे मैले पनि किताब पढेर भनेको होला नि त। म आफैले 117 पल्ट छ कि भनेर त हेरेको हुँदैन होइन। तर कोही कोही बेला त्यस्तो फुर्काहरू आइहाल्छ क्या। किताब पढेर आएको हुन्छ, त्यहाँ अर्को मान्छेले पढेको हुन्छ 117 पल्ट, अनुग्रह भन्ने शब्द 117 पल्ट लेखेको छ भनेर आफूले पढेर आयो। यहाँनिर आउँदाखेरि सुन्नेहरूले सोच्छ अनि यो मान्छेले भयङ्कर बाइबल पढेको रहेछ, आमा पढेको होइन, त्यो चोर्क्यो बरो गरेर लिएर आएको। तर यहाँ एकछिन अरूको ताली बजाउनको लागि त्यहाँ यस्तै एकजना भाइले फाँकिदिनु थाल्यो। सायद उसलाई कोही सुनेको थियो। एकजना मान्छेको 2 जना छोरा थियो। त्यो कान्छा छोरा चाहिँ लापरवाही जीवन जियो। पछिबाट फर्केर आउँदा बाउले उसलाई जुत्ता दियो, औँठी दियो भनेर कहाँ पढेको छ त्यो कुरा छ। अनि उसले अलिकति थप्ता पार्छ, आज यो उसको बाउले दिएको औँठी चाहिँ कुन चाहिँ एउटा म्युजियममा राखेको छ अरे पनि भने। अरू सुन्नेहरूले बा पत्या। तर पछिबाट मैले पढ्दै जाँदाखेरि एउटा मान्छेको 2 जना छोराहरू थियो भनेर प्रभुले भन्नुभयो। साँच्चै 2 जना छोराहरू संसारमा कोही बाउको 2 जना छोराहरू भएको घटना चाहिँ हो कि होइन? यो त होइन, मान्छेलाई बुझाउनको निम्ति यो त भन्यो भने। अनि सुन्नेहरूले त्यो 2 जना मान्छेको नाम के थियो होला त भन्नुहोस् त भन्यो भने त्यहाँ नामै पनि दिएको छैन। संसारमा तिनीहरू थिँदै थिएन। तर प्रभुले उदाहरणको निम्ति 2 जना छोरा। तर उसले चाहिँ थप्नु थाल्यो कि उसले लगाएको औँठी फल्ना म्युजियममा राखेको छ अरे। हावा दिएको त्यो चाहिँ। तर यहाँ जब तपाईँले अब्राहम र लाजरस र धनी मान्छेको कुरा चाहिँ तपाईँले पढ्नुभयो भने अवश्य पनि त्यो जमानामा प्रभु यीशु ख्रीष्टले धनी मान्छे र लाजरस चाहिँ उदाहरणको रूपमा उखानको रूपमा भनेको होइन होला। यो पक्कै प्रभुले नरकको सन्दर्भमा यो कुरा चाहिँ लेखिएकै हो। प्रभुले यो उदाहरण अनुसार बताएकै हो जस्तो मलाई लाग्दछ। अब यहाँनिर अलिकति विचार गर्नुपर्ने कुरा आउँदछ। धनी मान्छेको नाम थिएन, किन धनी मान्छे मात्रै यहाँनिर भने? लाजरस माग्नेको चाहिँ नाम हुनु अरे, ऐस आराम महल कोठीमा बस्ने मान्छेको चाहिँ नाम नहुनु अरे। सायद पवित्र आत्माले हामीलाई बुझाउन चाहन्छ लाजरस भन्ने मान्छे संसारमा घाउै घाउको जीवन, बिचरा क्रिस्चियन विश्वासी, तर कहिले उसको रोगै जाती भएन। क्रिस्चियन विश्वासी कहिले उसले राम्रो घरै पाएन। जहिले पनि माग्ने गरिब अवस्थामै बस्यो, गरिब जिन्दगी नै जियो होला। अर्काले दिएको हातबाट खान्थ्यो होला, जाडोमा लुगा पनि थिएन होला, गरिबी जीवन थियो। प्रभुलाई उसले प्रार्थना कति गर्थ्यो होला, तर उसको घाउ कहिले निको भएन। घाउ निको नभएर लाजरस अर्कोतिर जानुपर्छ भनेर ऊ गएन पनि। मलाई त्यस्तो लाग्छ धनी मान्छेको नामै छैन, किन नाम हुन्थ्यो? स्वर्गमा त जीवनको पुस्तकमा उसको नामै लेखाएको छैन। त्यसैले गर्दाखेरि मरेपछि नरकमा जाने भन्दा जुन मान्छेको नाम चाहिँ जीवनको पुस्तकमा लेखिएको पाइएन तिनीहरूलाई चाहिँ कहाँ हाल्यो? नरकको आगोमा हाल्यो। लाजरसको चाहिँ लाजरस नाम भएको एउटा माग्ने थियो। कहीँ कुनै जग्गामा लाजरसले आफ्नो आत्मा बचाउको निर्णय कुनै जग्गामा लिइसकेको, तर आत्मा बचाउको निर्णय लिए तापनि लाजरसको जीवन एकदम उन्नति, एकदम फलिफापको जिन्दगी देखाएको छैन। लाजरस एकदम सिद्धान्तमा टक टक टक। उसको बिहान खिड्की खोलिन्छ, गाडीमा आँगनमा गाडी आउँछ, मुखसुख धोएर टक्कै बिहान एक्सर्साइजमा जान्छ, आएपछि बाइबल पढ्छ, बेलुका प्रार्थनामा जान्छ, सङ्गतिमा। यस्तो सिस्टमको कुराहरू त्यहाँनिर देखाएको छैन। केही पनि नमिलेको अवस्थामै छ। कतिवटा घर पनि छैन, व्यवस्था पनि छैन, कुनै पनि व्यवस्थित कुराहरू पनि छैन। तर मलाई लाग्छ कि स्वर्गमा जानको निम्ति तरह तरहको व्यवस्थालाई, तरह तरहको कुराहरूलाई जोड दिएर खास चाहिने भित्रीय परमेश्वरको दृष्टिमा लाजरसको हृदयभित्र जुन चाहिँ एउटा प्युरिटी भनौँ, अब के भनौँ, के चाहिँ थियो लाजरसमा, जुन कारणले गर्दा जब लाजरस मर्यो ऊ चाहिँ अब्राहमको काखमा त्यहाँनिर देखायो। तर उतापट्टि धनी मान्छे ऐस आराममा बस्ने, मलमलको बैजनी वस्त्र लगाउने मान्छे, उसको जिन्दगी सबै प्रकारको व्यवस्थामा ठिक थियो। खाने उसको टाइमिङ थियो, नुहाई गर्ने टाइमिङ थियो, घुम्ने टाइमिङ थियो। तर के गर्ने? उसले खालि खानेकुरा, लगाउने कुरो, बैजनी कुरो चाहिँ उसले के को निम्ति मात्रै गर्यो? के को निम्ति गर्यो? खोल घडी किनेर खोल पो सजाएर राखेर भित्रको घडी चाहिँ फ्याँकिदिएको जस्तो क्या।
मान्छे आज ब्रदर भक्सिङले पनि यस्तो कुरा गर्नुभयो। जब इङ्ल्यान्डमा जाँदाखेरि कसैले उसलाई बाइबल दियो अरे, बाइबलको बाहिरपट्टिको खोल चाहिँ मन पऱ्यो अरे, भित्रपट्टिको गुदी चाहिँ लगेर फ्याँकिदियो अरे। यस्तो तपाईँले पढ्नु भएको छैन त्यस्तो पनि। बाइबलको मुख्य यो भित्रको कन्टेन्ट्स लेखेको चाहिँ फ्याँकिदियो चाहिँ बाइबल, तर बाहिरपट्टिको यो जिल त कडा मजाको गोल्डन अब के कस्तो थियो होला त्यसलाई चाहिँ लगेर राखेँ मैले भनेर भन्छ। आज दुरुस्त प्रकारले हामीलाई पनि अघि मैले भने C.S. लेविस भन्ने मान्छेले एकदम हामीलाई क्लियरली बताएको छ, वी आर अ स्पिरिट एन्ड वी हेभ अ बडी। म चाहिँ आत्मा हो अनि हाम्रो चाहिँ के छ, शरीर छ। संसारले कोही बेला विश्वासीले चाहिँ भन्छ हाम्रो आत्मा छ भन्छ नि त, हामी चाहिँ हाम्रो आत्मा छ अनि हामी चाहिँ शरीर हो भनेर हामी चाहिँ उल्टा कुरा गर्छ अरे। हामीसँग आत्मा छ, तर उहाँले बुझाउनु चाहे हामीसँग आत्मा छ होइन, हामीसँग शरीर छ, हामी चाहिँ के हो, हामी चाहिँ आत्मा हो नि त। वी आर अ स्पिरिट अर अ सोल अनि वी हेभ अ बडी। यस कारणले एउटा बाँचेको प्रभुलाई विश्वास गरिकन पक्का रीतिले यहाँ अझै पनि लेखेको होला, ऊ परमेश्वरबाटको हो तर जसले खराबी गर्दछ त्यसले परमेश्वरलाई देखेको छैन। ऊ परमेश्वरबाटको हो, अथवा ऊ यौनाको पत्रीमा लेख्छ ऊ परमेश्वरबाट जन्मेको हो। ऊ परमेश्वरबाटको हो भन्नाले ऊ परमेश्वरबाट जन्मेको हो, उसको आत्माले नयाँ जन्म पाएको हो, उसको आत्मा बचाइएको हो, उसको आत्मा उद्धार पाएको हो भनेर भन्न चाहेको। ऊ परमेश्वरबाटको हो, हि इज फ्रम गड, हि इज फ्रम गड। अनि कसैले भन्छ हामी स्वर्ग जान्छौँ, स्वर्ग हाम्रो जाने जग्गा मात्र होइन तर हामी आएको पनि स्वर्गबाट नै हो। हरेक जो माथिबाट जन्मेकोहरूले पाप गर्दैन। बाइबलले छ हामी माथिबाट जन्मेको पनि हो नि त। हामी एक दिन स्वर्ग जान्छौँ, कस्तो छ स्वर्ग त्यही माथि पुगेर मात्रै देख्ने भनेर हामी कथा भन्छौँ, तर बाइबलले भन्छ हरेक जो माथिबाटको हो, माथिबाट जन्मेको हो भन्नाले स्वर्गबाट जन्मेको, परमेश्वरको इच्छाबाट, परमेश्वरको वचनको बिउबाट जन्मेको कारणले गर्दाखेरि स्वर्ग हाम्रो पुग्ने जग्गा मात्र होइन, स्वर्ग हामी आएको जग्गा पनि हो भनेर यहाँनिर बाइबलले बुझाएको। त्यस कारण यहाँनिर हुन्छ हरेक जो ऊ परमेश्वरबाटको हो, परमेश्वरबाट नयाँ जन्म पाएको हो, उसको आत्मा बाँचेको हो, उसको चाहिँ आशा छ। जतपि आज हाम्रो जीवनमा उद्धार पाए तापनि, मुक्ति पाए तापनि हाम्रो जीवनमा अभिलाषाहरू त्यतिकै हुन्छ। सांसारिकता, शारीरिकता, घमण्ड, मूर्खताहरू यत्तिकै हामी आज हाम्रो सबै अङ्ग प्रत्यङ्गमा यसले राज्य गरिरहेको हुन्छ। किनभने बाइबलमा लेखेको छ एकजना मान्छेबाट पाप संसारमा आयो अनि पापले चाहिँ हरेक मान्छेमाथि राज्य गरिरहेको छ। एकजना मान्छेद्वारा पाप आयो, पापको द्वारा मृत्यु आयो अनि मृत्युले चाहिँ हरेक मान्छेहरूमाथि एकदमै राज्य गरिरहेको छ। तपाईँले बाइबल पढ्नुभएको होला, हाम्रो जीवनमा पापले राज्य गरिरहेको छ। तर एउटै कुरो छ कि नयाँ जन्मको द्वारा तपाईँको आत्मा बाँचेको छ। त्यो आत्माको सठिक प्रकारको खोराक पाएर चाहिँ त्यो आत्माको बलियोपनामा तपाईँले शरीरका कुराहरूलाई आज जित्न सक्नुहुन्छ। त्यसको निम्ति चाहिँ परमेश्वरले हामीलाई सुसमाचारको आज प्रबन्ध के गर्नुभएको छ, मिलाउनु भएको छ। र धनी मान्छे र लाजरसलाई पनि तपाईँले हेर्नुहोस्, लाजरसको जीवनमा धेरैवटा घटनाहरू एकदमै एउटा क्रिस्चियन भएर पनि कस्तो किन यस्तो भनेर त्यहाँ देखाएको भए तापनि जब लाजरस मर्यो कमसेकम उसको जीवनको पुस्तकमा नाम भएको कारणले गर्दा ऊ चाहिँ मृत्युको पछाडि अब्राहमको काखमा आज उसलाई त्यहाँनिर पुऱ्यायो। धनी मान्छेले पनि जब अब्राहमलाई, लाजरसलाई अब्राहमको काखमा बसिरहेको देख्दाखेरि धनी मान्छेले पनि त्यो नरकको पीडामा तडपेर नरकबाट धनी मान्छेले पनि अब्राहमलाई प्रार्थना गर्दछ। त्यहाँ त्यो तपाईँले पढ्नुहोस्, प्रार्थना चाहिँ के छ भने हे पिता अब्राहम, अब्राहमलाई उसले पनि के भन्दैछ, के सम्बोधन गर्दैछ, ममाथि दया गर्नुहोस्। अब यसो विचार गर्दाखेरि होइन यो मान्छे अब्राहमकै छोरो पो रहेछ त हौ, तर आज नरकमा छ फेरि।
अब्रामलाई बाउ भन्छ अरे भने अवश्य पनि अब्रामकै छोरो हुनुपर्छ, तर अब्रामकै छोरोहरू पनि नरकमा जाने कारण चाहिँ किन भयो? यहाँनिर प्रश्न उठ्दछ। हामी भन्छौँ क्रुसमा टाँगिएको चोरले रिपेन्ट गर्यो, उडाउ पुत्रले रिपेन्ट गर्यो, संसारमा हुँदा रिपेन्ट गर्यो, धनी मान्छेले रिपेन्ट गर्यो नरकमा पसिसकेर। यस कारणले गर्दाखेरि रिपेन्ट गर्नको निम्ति पनि ठाउँ चाहिँ गलत ठाउँमा बसेर रिपेन्ट गर्यो भने त्यो रिपेन्डेन्स काममा लाग्दैन। धनी मान्छेले पश्चाताप गर्यो तर नरकमा तडपेर पश्चाताप गर्यो अरे। उडाउ पुत्रले पश्चाताप गर्छ संसारमा हुँदाखेरि नै। यस कारणले अब हामी कन्क्लुजनतिर जाउँ कि यो खराब कुराको पछि होइन तर भलो कुराको पछि लाग। जसले भलाइ गर्दछ ऊ परमेश्वरबाटको हो, तर जसले खराबी गर्दछ त्यसले परमेश्वरलाई देखेको छ। आज हाम्रो जीवनमा यति वचनहरू पढ्दाखेरि हामीलाई थाहा होस् कि आज तपाईँ र मैले परमेश्वरको मर्सीलाई, परमेश्वरको कृपालाई, परमेश्वरको दयालाई हाम्रो दैनिक जीवनमा थाहा गर्दैछौँ कि या त आफूले गरेको काम, आफूले गरेको धर्मका कामहरू, मण्डलीमा दिएको त्याग बलिदानलाई पो तपाईँले बेसी इम्फेसिस दिइरहनु भएको छ कि आज पनि तपाईँले पावलको जीवनलाई यहाँ प्रभुका दासहरूले बताइरहनु भएको छ। पावलको जीवनमा पावलले आफूलाई कहिले पनि शून्यभन्दा बढी उहाँले कहिले पनि सम्झिनु भएन। अचम्म लाग्छ, आफूलाई शून्यभन्दा बढी पावलले आफूलाई सम्झेन। पवित्र जनहरूमध्ये जो सबभन्दा सानो छ त्योभन्दा सानो म हुँ, किनभने मैले परमेश्वरको ठुलो अनुग्रहलाई पाएको छु भनेर पढिदिनुहोस् त। त्यो कुराहरू अचम्मको कुराहरू हामी यहाँनिर पाउँछौँ। तिमोथीमा होइन, पहिला कोरिन्थीमा पहिला कोरिन्थी 15:10 पहिला कोरिन्थी 15:10 होइन त्यो होइन। पवित्र जनहरूमध्ये जो सबभन्दा सानो छ ऊभन्दा सानो म हुँ, किनभने अलिकति हेर्नुहोस् यहाँ तिमोथीको एफिसीको किताबमा 3 अध्याय 8 पद। लु सबले मेरो पछाडि भन्नुहोस् है। पवित्र जनहरूमध्ये जो सबैभन्दा सानो छ त्योभन्दा सानो म हुँ, मलाई त्यो अनुग्रह दिएको छ। यो हेर्नुहोस् है, यतिमै राखौँ। यो अचम्म लाग्छ। मैले यो कालिम्पोङ एसदाईमा पनि मैले अलिअलि सेयर गरेको थिएँ यो वचनहरू। यत्रो ठुलो प्रभुको दासले सेवा गर्दै गर्दै जाँदाखेरि एउटा निष्कर्षमा आएर भन्नु अरे, यो गोसेन मण्डलीमा अथवा गोसेन मण्डलीमा भएको पवित्र जनहरू मध्येमा जो सबभन्दा सानो छ, सानो भनेको अब फुच्चे त भनेको होइन होला, सानो चाहिँ अब के भनेको भन्दाखेरि यसो विचार गर्दाखेरि यो के लाउनुपर्छ तपाईँले के भनेको छ? गोसेनमा सबभन्दा सानो को छ? यहाँ के भनेको? सबभन्दा पवित्र जनहरू मध्येमा जो सबभन्दा सानो छ। मलाई चाहिँ लाग्छ प्रभुको ठुल्ठुलो सेवा र जिम्मेवारी उठाए तापनि उसको भित्रीय परमेश्वरको उपस्थितिमा परमेश्वर भन्ने शब्द उसको मनमा उच्चारण हुँदाखेरि परमेश्वरको सामुन्नेमा चाहिँ उसले आफूलाई के सम्झन्छ? परमेश्वरको सामुन्नेमा उसले आफूलाई कति तुच्छ सम्झन्छ? परमेश्वरको सामुन्नेमा उसले आफूलाई कति सानो सम्झन्छ? परमेश्वरको उपस्थितिमा उसले आफूलाई कति नगण्य, मेरो कोही तुलना, मेरो कुनै गन्ती छैन भनेर सम्झिने मान्छेलाई चाहिँ यहाँनिर भन्छ पवित्र जनहरू मध्येमा सबभन्दा सानो जो छ, त्यो त्यस्तो धारणा भएको मान्छे भन्दा पनि अझ सानो चाहिँ म हुँ भनेपछि कुरा खतम भएन। हामी त म त के भन्थेँ भने मैले धेरै वर्ष अगाडि डरलाग्दो घिनलाग्दो जीवनबाट मैले मुक्ति पाएर आइसकेपछि सेवा गर्दै आउँदा मैले कति प्रचार गर्दै आउँदाखेरि गोसेन मण्डलीमा भएको
भयङ्कर सबभन्दा ठुलो मै हुँ भन्ने विश्वासी भन्दा पनि ठुलो म हुँ। मेरो चाहिँ त्यस्तो हो, मलाई चाहिँ त्यस्तो धारणाले मलाई सताउँथ्यो नि त। अब कालिम्पोङबाट आएको कालिम्पोङबाट आयो भनेपछि वचन दिनै पर्ने। कालिम्पोङबाट आएको चाहिँ भयङ्कर हुन्छ, डरलाग्दो हुन्छ। कालिम्पोङबाट आएको दास भने अनि हामी रङ्गुमा यसो सेवा गर्दाखेरि एकजना छुच्ची हाम्रो बडी छ, एकदम दिदी आमाहरू, सानो सानो कुरोमा हामीले डिसिसनहरू भोलि प्रचारमा जाउँ होइन भनेर भोलि नजाउँ इत्यादि भनेर हामी आनाकानी गऱ्यो भने त्यहाँ बढीले प्रभुका दासहरू भएर यस्तो जाउँ कि नजाउँ भनेर भन्छ भनेर हामीलाई दिन्छ। अनि मैले एक दिन भने बढी दास भने के हो भनेर सोच्दाखेरि अब ठुलो नि अब तपाईँहरू त अब दास भनेपछि हामी त के हो र, हामी त के हो, तर बाइबलले भन्छ दास भनेको के हो। तपाईँले कुनै दिन या त दास भनेको के हो त, स्लेभ होइन र, स्लेभ त हो। अब डिकन भन्ने जुन चाहिँ यहाँ चाहिँ हाम्रो डिकन हो, हाम्रो मण्डलीको डिकन हो होइन। डिकन साहबले अब अलिकति कमेजहरू मिलाएर अलिकति भएको नभएको छाती उठाएर डिकन, तर डिकन भन्ने शब्दलाई बाइबलले त डिकन भनेको त सर्भेन्ट होइन होइन दाजु, सेवक, नर्स काम गर्ने अथवा सेवक काम गर्ने, उठाउने कुरा। तर अब स्क्रिप्चरको कुराहरूमा अब परमेश्वरको अनुग्रहको कुरालाई नबुझ्दाखेरि चाहिँ हामीलाई युथ क्याम्पतिर धेरैजना मान्छेहरू आएको देखिन्छ क्या। म यसो याद गर्दै गर्छु, हुन त म त एकदम नम्र भनेर म पनि कति प्रयोग घमण्ड छ, परमेश्वरले देखिरहेको छ, तर मान्छे डगा हुँदाखेरि युथ क्याम्पतिर डगा हुँदा भाइको नाम, म युथहरूको लिडर हो, युथको लिडर हो तपाईँ, नाम भन्नुहोस् न, नाम। गेटभित्र पस्ने बित्तिकै मतलब यहाँ चाहिँ ठुल्ठुलो नामहरू भन्यो अरे भने चाहिँ अलिक ठुल्ठुलो जग्गाहरू पाइहाल्छ कि भने कतिजनाले भन्छ खै तपाईँले मलाई कालिम्पोङमा लानुभयो एउटा जिम्मेवारी भनेर त चिनाएन अन्त। अब त्यहाँ रिसाइरह जिम्मेवारी, यहाँ चाहिँ जिम्मेवारी हो। कोही बेला यिनी चाहिँ फुल टाइम वर्कर हो, अझै बाहिरतिरबाट हाम्रो गड सर्भेन्ट, अझै भन्छ हामी चाहिँ लेबी हो। अब यस्तो प्रकारको टाइटलहरूले मान्छेलाई चाहिँ उचालिराखेको हुन्छ, मान्छेलाई चाहिँ फुर्काउने राख्छ। तर मैले एउटा जग्गामा पढेको छु, तपाईँले बुझ्नुहोस्, यसलाई लेखेर राख्नुहोस् तपाईँले। क्रिस्चियन लाइफ इज नट एबाउट सेल्फ प्रमोसन बट इट इज अ लाइफ अफ सेल्फ डिनायल। कति भयङ्कर कुरा छ। क्रिस्चियन जीवन चाहिँ आफैले आफैलाई उचाल्ने सेल्फ प्रमोसनको लागि होइन हामी, तर क्रिस्चियन जीवनमा प्रभुले जहिले पनि हामीलाई भन्नुभयो आफैले आफैलाई के गर, इन्कार गर। क्रिस्चियन लाइफ चाहिँ सेल्फ डिनायल हो, सेल्फ प्रमोसन होइन। यहाँ कतिजना अङ्ग्रेजी बुझ्नेहरूले बडा राम्रो टेक्निकमा यसलाई बुझ्न सक्नुहुन्छ। क्रिस्चियन लाइफ इज नट एबाउट सेल्फ प्रमोसन। अब त्यहाँनिर छेउछाउमा लाँदाखेरि यहाँ जिम्मेवारी हो, यहाँ एल्डर हो, यहाँ डिकन हो, यहाँ चाहिँ प्रेरित हो। कोही बेला ठुल्ठुलो प्रभुका दासहरूले पनि कतिवटा जग्गामा सेल्फ प्रमोसनको कुराहरू गरेको हामीले देखेका छौँ। कुनै एउटा जग्गामा स्पेसल मिटिङ आयोजना गर्यो, स्पेसल मिटिङ आयोजना गर्दाखेरि प्रभुका महान अब सेवा गर्दै आउने दासलाई अच्छा भन् तिमीहरूको स्पेसल मिटिङमा चाहिँ कालिम्पोङको एल्डर आएको चान्सेस कि प्रेरित आएको चान्सेस भनेर त्यहाँ भन्दा साधारण मान्छेले प्रेरित नै हो, त्यसबाट डेट चेन्ज गर। एसएलआईको साधारण एल्डरहरू आएको हो भने त्यही डेटमा सेवा गर, म आउनु हो भने डेट चेन्ज गर। अब कहाँ एसएलआईमा बसेर प्रार्थना गरेर डेट फिक्स गरेको पनि अब त्यहाँ त प्रेरित चाहिन्छ कि एल्डर चाहिन्छ। एल्डर त सानो, एसएलआईको एल्डर, अब प्रेरित भन्नु त्यहाँनिर हामी पाउँछ। क्रिस्चियनिटीमा सेल्फलाई प्रमोसन, हामी फुर्किन चाहन्छौँ, हामीलाई एकदम माथि माथि जान चाहन्छ, अग्लाइमा हामी जान चाहन्छौँ। त्यो चाहिँ आत्माको अग्लाइ होइन, शरीरको अग्लाइमा जान चाहन्छ। तर पावललाई हामी देख्दछौँ परमेश्वरको अनुग्रह पाएको कारणले गर्दा उसले आफूलाई सेल्फ प्रमोसन होइन, उसले आफूलाई डिक्लाइन गर्दै जान्छ। सेल्फ डिनायलमा जाँदाखेरि भन्छ पवित्र जनहरूमध्येमा जो सबभन्दा सानो छ त्योभन्दा सानो म हुँ, बिकज आई हेभ रिसिभ ग्रेस। मैले चाहिँ अनुग्रह पाएको है। त्यस कारण प्रिय
तपाईँले कति चाहिँ अनुग्रह पाइरहनु भएको छ आज परमेश्वरको घरमा परमेश्वरको बगालमा आएर कति अनुग्रह परमेश्वर अघि भने न क्रुसमा टाँगिएको चोरले कस्तो अनुग्रह पाए त्यही अनुग्रहको द्वारा त्यो मर्सीको द्वारा ऊ स्वर्गमा जान चाहे पावललाई हामी देख्दछौँ कति धेरै अनुग्रह चाहिँ उसले पाएको थियो त्यो अनुग्रहले चाहिँ उसलाई चाहिँ सेल्फ प्रमोसन बनाएन उसले चाहिँ उल्टामा के गर्यो सेल्फ डिनायलतिर लग्यो अघि पनि यहाँनिर वचन आइरहेको थियो होइन धेरै वचनहरू आउँछ आजको वर्तमान स्थितिमा विश्वासीले अनुग्रहलाई पाएको अनुग्रहलाई बुझेको हुँदैन त्यसले गर्दाखेरि अब भनौँ दुःख लाग्दो घटनाहरूमा हिजो पनि यहाँनिर प्रभुको दासले भन्नुभयो अब हामीलाई एसएसआई चाहिँदैन एसएसआई बिना पनि हामी गर्न सक्छौँ एसएसआईको मान्छे किन आइरहनु चाहन्छ अनि यहाँ प्रभुको दासले भन्नुभयो अब जुन जग्गाबाट जन्म्यो जुन जग्गाबाट आत्मिक उन्नति र वृद्धि पाएर त्यही जग्गालाई चाहिँ अब तिमीहरू को हो के हो भन्नु थाल्यो अरे भनेर त आफै जन्म दिने बाबुआमालाई जसले दुःख गरेर हुर्काए पछिबाट त्यो आमालाई म चिन्दिनँ बाउलाई चिन्दिनँ भने जस्तो हो भनेर यहाँनिर हामीले सुनिराखेको थियौँ र तपाईँले यो कुरालाई याद गर्नुहोस् क्रिस्चियनिटी अथवा क्रिस्चियन लाइफ इज नट एबाउट सेल्फ प्रमोसन सेल्फ स्व अथवा अहमलाई फुर्काउँदै माथि चढाउँदै जाने होइन यसपालि त म युथहरूको लिडर मात्रै भएको छु अझै गऱ्यो अरे भने म यहाँको म एल्डरसँग त हुन्छु म भनेर सेल्फ हुन्छ एल्डर तर परमेश्वरको सेवा गर्नको निम्ति त्यसरी बाहिरबाट तातिएर होइन नि त ऊ चाहिँ कति चाहिँ सेल्फ डिनायलमा चाहिँ गएको छ म आफैलाई कति इन्कार गर्न सक्छु म कति सानो हुन सक्छु म कति तुच्छ हुन सक्छु यसै कारणले हामी मैले अघि सुरुमा भने यो पुलपिट एलिभेटेड जग्गामा बसे तापनि यो वचनहरू पढ्दाखेरि म चाहिँ जस्ट अ सिनर मात्रै हो म एउटा पापी मात्र हो मेरोमा धेरै प्रकारको फेल्युर्सहरू छ उडौ पुत्रले पाप गर्नको लागि पापी हुनको लागि ब्याकस्लाइड हुनको लागि टाढो देशमा जानु पर्यो तर त्यही घरमा बस्ने जेठा दाजु परमेश्वरको अनुग्रहदेखि लखेटिनुको लागि टाढो देशमा जानु परेन त पाप गर्नुको लागि अमेरिका कहाँ जानुपर्छ पापी हुनको लागि एकदम मण्डली छोडेर कहाँ जानुपर्छ त मण्डलीभित्रै बसेर पनि जेठा दाजु जस्तै परमेश्वरको खुसियालीभित्र प्रवेश गर्नु पाएन त हो परमेश्वरको खुसीभित्र परमेश्वरको आनन्दभित्र त्यो पिताको आनन्दभित्र पस्न पाएन किनभने त्यो जेठा दाजुले परमेश्वरले अनुग्रह गरेको कान्छा छोरालाई अनुग्रह गरेको देख्दाखेरि जेठा दाजु के भनेको छ बाइबलमा ऊ रिसाउनु भयो यो छोरोले सबै पैसा सर्वनाश पारेर फर्केर आउँदा यसको लागि चाहिँ यत्रो ठुलो जय जयकार म यो घरमा बसेर दिनरात तपाईँको सेवा गरिराखेको छु तर मलाई मेरो साथीहरूसँग खानको निम्ति एउटा बाख्राको पाठो गरी तपाईँले दिनु भएन अब यहाँ दाजु मजेस दाजुले भन्नुहुन्थ्यो बाख्राको पाठो अब यत्रो वर्ष सेवा गरेर पनि कुरा त लगेछ बाख्राको पाठोमा रहेछ नि कुरा बाख्राको पाठोमा पो छ कुरा त माथिको कुराहरू त के होला इजाकलाई बाइबलमा वृद्ध अवस्थामा देखाएको छ मर्ने बेलामा छोराहरूलाई हे छोरा परमेश्वर चाहिँ यो हो तिमीहरू यस्तो प्रकारले चल्नुपर्छ उस्तो प्रकारले चल्नुपर्छ भन्नुको सट्टामा याकुबले इजाकलाई याकुबले होइन याकुब दुईजना छोरा होइन एसाउ र होइन माकुबले इजाकले नै हो इजाकले वृद्ध अवस्थामा पुगेर बुढो भएर आँखा नदेख्ने बेलामा पुगेर भन्नु अरे मलाई एउटा मिठो शिकार ल्याइदिनु यस्तो मासु खानु मन लागेको छ भनेपछि सकेन कुरा अन्त मान्छे संसारमा जति नै बसिरहेको भने शरीरको अभिलाषा मासु खानु शरीरको कुरा त्यो कुराहरू गर्दाखेरि त संसारमा ठुलो विनाश आएको त उसले मासुको कुरा गर्दा एसाउलाई आशिषदेखि कता पुऱ्याइदियो याकुब कहाँ पुगेर जाँदा एसाउ र याकुब दुईटा हाँगा छुटेर आजसम्म संसारले दुःख भोगिरहेको छ कुरा चाहिँ हामी यहाँबाट बुझ्छ बुढो मान्छे वृद्ध अवस्थामा पुगेर पनि दाउदले पनि भनेको छ छोरा ए त्यो सरुयाको छोराले मलाई यस्तो नराम्रो गरेको छ त्यसलाई चाहिँ नछोडे केटा दाउदले पनि आफ्नो छोरालाई बोलाएर भनेको छ नि त होइन सरुयाको छोराले मलाई फल्ना जग्गामा यस्तो डरलाग्दो मलाई गर्छ त्यसको कपाल चाहिँ जिउँदै
यता अधोलोकमा चाहिँ जानु नभए त्यसलाई चाहिँ मार, त्यसलाई चाहिँ बदला लिनुपर्छ भन्ने कुरा दाउदले पनि गर्छ। त्यस कारण हेर्नुहोस् आज संसारमा हाम्रो सेल्फ हाम्रोमा भएको कुराहरू राम्रोसँगको तरिका भएन भन्दा हामी सेवा गर्दै गर्दै पनि सेल्फ प्रमोसनमा गइरहेको हुन्छ। तर सेल्फ परमेश्वरले हाम्रो जीवनमा सेल्फ डिनायर माग्दैछ। डिनाई यो सेल्फ। यदि तिमीहरू मेरो पछि आउन चाहन्छौ अरे भने पहिला सुरु तिमीले आफ्नो क्रुस उठाऊ, आफैले आफैलाई इन्कार गर। पहिला सुरु आफैले आफैलाई इन्कार गर, आफ्नो क्रुस उठाऊ र मेरो पछि तिमीहरूलाई। कति भयङ्कर कुराहरू। यो खराबीको पछाडि नलागेर भलाइको पछि लाग्नको निम्ति मलाई लाग्छ जतिजनाले आफैले आफैलाई इन्कार गर्न जानेको छ, परमेश्वरको अनुग्रहमा, परमेश्वरको सामर्थमा, क्रुसको सामर्थमा आफैलाई इन्कार गर्न जान्नेले आज भलाइको कुराहरू उसले जस्तो अवस्थामा पनि जान सक्छ। पहिला पहिला गोसेनमा आउँदाखेरि, पहिला सुरु म उता कनानमा हुँदाखेरि पनि आएको थिएँ। त्यति बेला म अहिले सम्झिन्छु म कस्तो थिएँ। कालिम्पोङबाट आउँदाखेरि 10 जना प्रभुका दासहरू आइरहेको छ। त्यति बेला मेरो मनमा कुरा हुन्थ्यो कि मलाई बेलुका वचन दिनु दियो भने चाहिँ म यो दिन्छु त्यो दिन्छु भनेर। मलाई अब यतापट्टि एमजी अङ्कलहरू पनि आइरहेको छ, राजन दाजु आइरहेको छ, मजेस दाजु आइरहेको छ। त्यस्तो सेल्फ प्रमोसनका म पनि कुछ वचन दिने हो म, तर मलाई किन मौका छैन दिनु चाहिँ दियो। तर आज म आएर भन्छु क्या आज चाहिँ प्रभुको अनुग्रह मैले पाएको होला, मलाई अहिले वचन दिनुहरूमा रहर लाग्दैन। रहर गर्ने र त्यो कतिवटा कुरा नबुझेर यो गर्ने त्यो गर्ने चाहिँ वास्तवमा सबै सेल्फ प्रमोसनको कुराले हामीलाई सताएको रहेछ। तर म यो जग्गामा आएर म आज पनि यो वचनहरूलाई पढ्दाखेरि म यति चाहिँ भन्छु, म एउटा पापी हो। परमेश्वरको अनुग्रह भएन अरे मेरो जीवनबाट डरलाग्दो भुल हुनसक्छ। तर परमेश्वरको कृपालाई पाउँदाखेरि पावलको कथालाई पढिसकेपछि त के भने गोसेनमा भएको पवित्र जनहरूमध्येमा जो सबभन्दा सानो आफूलाई सम्झने जो छ, त्यो सानो सम्झिने मान्छेहरू भन्दा पनि सानो म हो। किनभने मैले चाहिँ के पाएको छु? अनुग्रह पाएको छु। तर हामीले कोही बेला यस्तो हुन्छ जुन हामीले चाहिँ भन्छ मैले प्रभुको यस्तो अनुग्रह पाएको छु, यस कारणले गर्दा गोसेनको मै हुँ भन्ने मान्छेहरू भन्दा म टप चाहिँ म हो। सबजना मान्छे चाहिँ पहिला सुरु मलाई चाहिँ खातिर गरेन भने अब कालिम्पोङबाट आइयो, कालिम्पोङबाट आएर यहाँ केही गर्छु भनेर आएको थियो, यहाँ केही मौकै पाएन। अन्त बाटोमा जाँदाखेरि पनि नबोली उता भएर भित्र गर्नु एउटा जग्गामा स्पेसल मिटिङ भएको थियो। एकजना निकै उमेरदार मान्छे पनि आउनु भएको थियो। अनि हामीले निर्णय गऱ्यौँ होइन उहाँ आउनु भएको छ, उहाँलाई चाहिँ हामी प्रचारमा लिड गर्नेमा राखौँ। प्रचारमा एकदम उसले प्रचार पनि गर्छ, माइकमा कराउनु दिउँ। र यहाँ हाम्रो 2 दिने सेवामा चाहिँ एकदम बाइबलको शिक्षा दिने व्यक्तिहरू जो छ एकदम थिम अनुसार बोल्ने 2 जनालाई चाहिँ छानौँ। अनि उहाँ वृद्धहरूलाई चाहिँ प्रचारमा लाउनुपर्छ भनेर हामीले मिलेर झोलुङमा निर्णय गऱ्यौँ। अनि हाम्रो सेवा त्यसरी नै भयो। भुटानबाट एकजना भाइ आउनुभयो, जवान भाइ, मजाको वचन थिममा दियो। अनि मलाई रङ्गुबाट बोलाएको थियो, तपाईँले भोलि बिहानको भनेर मलाई एउटा भार दियो। हाम्रो एकै दिनको स्पेसल मिटिङ थियो। अनि त्यो स्पेसल मिटिङमा वृद्धहरूलाई पनि आफ्नो आफ्नो ठाउँमा कसलाई प्रार्थना गर्ने, कसलाई रिसिप्सनमा त्यहाँ राखेको थियो। अनि त्यो विशेष व्यक्तिलाई चाहिँ प्रचारमा एकदम फुल जिम्मा बजाउँ। प्रचारमा कराएर त गयो, मिटिङ सोधेर त गयो। आफ्नो घरमा पुग्ने बित्तिकै एल्सा दाइमा फोन गरेछ। फोन गर्दा के हो अहिले त केटाहरूले त हामीलाई त वचन दिएर वचनको प्रार्थना पनि गर्नु दिँदैन त। अनि म कालिम्पोङमा पुग्दाखेरि बडाहरूले भन्छ भानिजहरूले के गर्यो, फल्ना जग्गाबाट फल्ना आएकोलाई केही दिएन सेवा। ए बाबा हामीले किन दिएन सेवा? उहाँलाई प्रचारमा फुल दिएको, उहाँको दर्जा अनुसार उहाँले फुल लिड गरेको, आशिष माग्ने सब कुरो हो। यति हो। मेन मेसेजहरू हुँदाखेरि प्रार्थना गर्ने के गर्ने अगाडि चाहिँ गरेन। अब त्यो प्रकारको समस्याले आज कोही ग्रसित छ अरे भने ऊ पापी हुनको लागि कान्छा छोरा जस्तो 9 डाँडा पारी गएर पापी हुनु त परेन नि त। मण्डलीभित्र अशान्तिमा गडबडीमा बसिरहेछ। परमेश्वर बाटोको हो के हो उसले? खराब कुरोको
सेल्फ प्रमोसनको कुराहरूमा पो जाकिरहेछ, अशान्ति भइरहेछ। आज यस प्रकारले मण्डली बढ्दै गए तापनि मण्डलीभित्र यो कुराहरू आउँदछ। म फेरि पनि भन्छु, क्रिस्चियन लाइफ इज नट एबाउट सेल्फ प्रमोसन बट इट इज एबाउट सेल्फ डिनायल। तर हामी सेल्फ डिनायलको लागि कतिजना तयारी छौँ? पवित्र जनहरूमध्ये जो सबभन्दा सानो छ त्योभन्दा सानो म, किनभने मैले प्रभुको अनुग्रह पाएको छु। मैले अनुग्रह पाएको छु भने मलाई हिजो हामी यहाँनिर तल कुरा गरिराखेको थियौँ। आज त यो अवस्थामा म पुगेको छु। म एकदम फ्रेङ्कली म भनिदिन्छु कि यो जग्गामा आउँदाखेरि मलाई मेसेज दिएको थियो, ल भोलिको मेसेज, तर भरै अर्को एकजना प्रभुका दास आयो अरे, अझै सिनियर दास आयो अरे। अनि मलाई भने भाइ तिमी चुप लागेर बस्छ ल, आज उयो अर्को दास आएको छ भने म त्यति बेला खुसी साथमा मलाई ढुक्कै भयो। मलाई वचन दिँदाखेरि जुन प्रकारको भार र टेन्सन हुन्थ्यो त्यो टेन्सन अर्कोले उठाइदियो। बास मैले 2015मा त मैले झन् यस्तो निर्णय गरेको थिएँ कि म अब यो वचन दिने कामहरू चाहिँ नगर्नु पऱ्यो, किनभने कतिपय कुराहरूमा वचन दिइसकेपछि आफैलाई खल्लो लाग्छ क्या। कोही बेला घरमा, कोही बेला झड्किनु पर्ने, कोही बेला स्कुलमा कराउनु पर्ने, केही अब वचन दिँदाखेरि त सुधो भएर दियो नि। अब यस्तो भने उस्तो घरमा जानु अशान्ति देखाएपछि प्रिक भइबस्छ। तिमी घरमा हेर, तिमी आमासँग अघि बोल्दा त्यस्तो झड्किने मान्छे। प्रभुको दासले भनेको छ, ज्याक पुनेनले किताबमा लेखेको छ, जुन मान्छेले घरमा झिझेटिरहने, झड्किरहने, सानो कुरोमा टेबल फ्याँक्ने, थाल फ्याँक्ने, झट्याउने मान्छे यदि परमेश्वरको सेवा गर्नको निम्ति मण्डलीमा उभिएर सेवा गर्यो भने उसले मण्डलीलाई प्रेम गर्नु, क्षमा गर्नु, प्रार्थना गर्नु सिकाउनु सक्दैन अरे। उसले मण्डलीलाई खालि झड्किनु मात्रै सिकाउँछ। जब उसले हामी पवित्र हुनुपर्छ भनेर कराउँछ अरे, तर त्यसको इफेक्ट चाहिँ मण्डलीको मान्छे ऊ जस्तै थाल फ्याँक्ने, घरमा थाल फ्याँकेर आउँछ, यहाँनिर आएर एकदम नम्र एकदम सहनशील। त्यो ज्याक पुनेनले जो भनेछ म त्यो कुरालाई एकदमै यो कुरा भयङ्कर हो। हाम्रो इम्प्रेसन जुन चाहिँ हुन्छ र त्यो आफ्नो अब कतिवटा कुरोमा हामी फेरि यस्तो पनि हुन्छ नि, लोग्ने र स्वास्नी एउटै जग्गाबाट काम गरेर आउँदैछ, बारी खनेर आउँदैछ। लोग्नेले पनि बारी खनेर आएको छ, स्वास्नीले पनि बारी खनेर आएको छ। घरमा आएर लोग्नेले बाउले यताउति गएर के थन्को मन्तो गर्छ, अनि घरमा आएर उसको पत्नी सिकुवामा एकछिन बिसाइरहेको देख्दाखेरि बुढा कराउँदा ओ चिया बनाउनु हो के बसिरहेको। अरे ऊ पनि सँगै थाकेर आएको, तर चिया बनाउनु चाहिँ आमाले मात्रै पर्ने भन्दाखेरि यस्तो प्रकारको एउटा अलिकति हेपाइहरू क्या। अब त्यो सबै कुराहरूमा हामी यस्तो कुराहरूमा धेरै प्रकारले चुकेको हुन्छ। बाइबलले भन्छ पत्नीलाई चाहिँ एउटा दुर्बल पात्र सम्झेर उसलाई चाहिँ बुद्धिमानी साथमा व्यवहार गर। हामीले वाइफहरूलाई बुद्धिमानी साथमा व्यवहार गर्दैछौँ कि गरेको छैनौँ? मैले एकपल्ट यहाँ बिहामा पनि भनेको थिएँ, एउटा मान्छेले पत्नीहरूलाई बुद्धिमानी साथमा व्यवहार गरेको छ कि छैन भनेर जान्नको लागि रेलवे स्टेसनतिर, बस स्ट्यान्डतिर भारी बोकेर जाँदाखेरि बुढीलाई चाहिँ कुन चाहिँ भारी बोकाउँछ? ठुलो जिउले बोकेर सानो प्लास्टिक मात्रै बोकेर कुद्दैछ अरे भने बाइबलमा त ऊ चाहिँ चुकेको। अर्को कुरो हामी यस प्रकारले पनि चुकेको हुन्छ। अर्को कुरो बिहान अब छोराछोरी स्कुल जानुपर्छ अरे, बुढीलाई स्वास्नीलाई हतार छ, अन्डा पनि पकाउनुपर्छ, रोटी पनि फ्राई गर्नुपर्छ, इत्यादि पनि गर्नुपर्छ, टिफिन प्याक 2-3जना नानीहरू छ, ऊ चाहिँ गरिरहेछ। उता भयो बाबा के गर्नु हुँदैछ भन्दा म त यहाँ मनन गर्दैछु है, धार्मिकता विश्वासको कुराहरूमा एकदम पवित्रताको कुराहरू पढ्दैछु भनेर ज्याक पुनेनले भनेको छ। त्यो मान्छे तिनै चुकिहाल्यो नि त। विक मान्छेहरूलाई हेल्प गर्नुको सट्टामा त्यो टाइममा उसले आराधना गर्दैछु, उपासना गर्दैछु भनेर आफूलाई फुर्काउँछ अरे भने त्यो चाहिँ कस्तो खालको मान्छे हो? आज हेर्नुहोस्, सेल्फ प्रमोसन, आफैले आफूलाई सम्झिने, यस्ता धेरैवटा कुराहरू छ जुन कुरोमा हामी भयङ्कर चुकिरहेको हुन्छ, तरै पनि हामीले आफूलाई बढी सम्झिरहेका हुन्छ। यस कारणले गर्दा खराबी भन्ने कुरा चाहिँ सिगरेट खायो माथ्यो भन्ने कुराहरू त खराबीको सिधापनामा हुनु हो अरे भने सायद इभिलको अपोजिट हो भने गुड होला। अझै त्यसलाई भन्नु हो भने मलाई चाहिँ लाग्छ राइचियसनेस, जसलाई बाइबलमा धार्मिकता भनेर भनिन्छ। राइचियसनेस, राइट इन भन्ने कुराले चाहिँ भन्छ हरेक सम्बन्धमा, हरेक कुरामा, हरेक लेनदेनमा चाहिँ हामी जहिले पनि प्रभुको दृष्टिमा चाहिँ के हुनुपर्छ अरे?
ठिक हुनुपर्छ अरे। त्यसलाई चाहिँ अङ्ग्रेजीमा लगाए राइचियसनेस, धार्मिकता। तर हामी धेरैवटा कुरोमा परमेश्वरको ब्यालेन्समा राइट हामी बन्न सकेको हुँदैन भने हामीले आफूलाई मण्डलीमा सबभन्दा ठुलो म हो भनेर भनिरहने दरकार छ। बरु सेल्फ डिनायलमा आएर सबभन्दा सानो हुन सिकाउन, सबभन्दा कमजोर हो मभन्दा ऊ बलियो छ, मभन्दा उसले गरेको राम्रो छ भनिकन आफू पछि हट्न सक्यो अरे भने त्यो मान्छेले चाहिँ के गरेको हुन्छ, अनुग्रह पाएको। त्यस कारणले परमेश्वरले हामीलाई धेरै यस्तो अनुग्रह गरून्। मलाई एउटा त्यो उदाहरण दिनु थियो, टाइमले डाँडा काटिहाल्यो। तपाईँले लुका 18मा 2 जना मान्छे मन्दिरमा प्रार्थना गर्न गयो, त्यसमध्येमा एकजना को थियो? एकजना को थियो? फरिसी थियो। अर्को चाहिँ को थियो? महसुल उठाउने मान्छे थियो। प्रार्थना गर्नु जाँदैछ है, लास्ट सुनिरहेको, प्रार्थना गर्नु जाँदैछ कहाँ? मन्दिरमा। अब फरिसी आयो। फरिसी भनेको यहुदीहरूको धार्मिक ग्रन्थमा, धार्मिक विधि विधानमा 100मा 100% ठिक हुने व्यक्तिहरू फरिसी। अघि हामीलाई रङ्गोमा त्यो छुच्ची बडीले कराउँथ्यो भने त्यो बडीले फरिसी भन्नु पनि जान्दैन, फर्सी भन्छ। हामी फर्सी जस्तो हुनु हुँदैन है, किन भनेको फरिसी भनेको रहेछ नि। र भने फरिसी चाहिँ के हो भन्दाखेरि धार्मिकताको लगामा कट्टर। ऊ पनि मन्दिरमा प्रार्थना गर्न गयो। हेर्नुहोस्, खराब र भलाइ चाहिँ कसरी छुटिन्छ? ऊ प्रार्थना गर्न गयो। प्रार्थना गर्नको निम्ति मन्दिरमा गर्दाखेरि उसको प्रार्थना सुरु भयो, हे परमेश्वर, म तपाईँलाई धन्यवाद दिन्छु, म हप्तामा 2 पल्ट उपास बस्छु, 10 वांस पनि दिन्छु, यो पनि दिएको छु म। यो महसुल उठाउनु जस्तो पनि होइन है, म उयो जस्तो होइन। महसुल उठाउने चाहिँ कस्तो? त्यो जमानाको धुतार मान्छे। अब ट्याक्स उठाउने मान्छेहरू, 2 नम्बरी मान्छेहरू त्यो जमानामा ज्युइस कल्चरमा त्यो कामलाई चाहिँ साह्रै नराम्रो काम। आजको पैसा लुट्ने, 2लाई 4 बनाउने, घिनलाग्दो काम गर्ने जस्तो त्यसलाई चाहिँ तुच्छ। त्यस कारणले गर्दा यो तुच्छ महसुल उठाउने मान्छे जस्तो पनि म होइन भनेर उसले प्रार्थना गरे अरे। तर जब मौका आयो, महसुल उठाउनेले प्रार्थना गर्दाखेरि भन्छ उसले आफ्नो आँखा धरि स्वर्गसम्म उठाउन चाहेन, सकेन। अनि उसले मनमा प्रार्थना गर्यो, मनमा प्रार्थना गर्यो। के भनेर प्रार्थना गर्यो? हे परमेश्वर, म माथि त्यो दया गर। त्यहाँदेखि बाइबलले के भन्छ? त्यो आफूलाई उचाल्ने फरिसी होइन कि, यही आफूलाई भच्याउने मान्छे चाहिँ आफ्नो घर के भएर गयो? भन्नु सबले थाहा होस्, यो मान्छे चाहिँ आफ्नो घरमा धर्मी ठहरेर गयो भनेर लेखेछ। अङ्ग्रेजीमा लेखेछ, दिस म्यान वेन्ट होम जस्टिफाइड। परमेश्वरले उसलाई जस्टिफाई गराए। आज तपाईँको काम खराबी गर्दैछ कि भलाइ गर्दैछ कि हामी कहाँ जस्टिफाई गर्न सक्छ? कसले भलाइ गर्दैछ? देख्नुमा त भलाइ गरेको जस्तो देखिँदैछ, राम्रो गरेको जस्तो देखिँदैछ, तर परमेश्वरले हामीलाई जस्टिफाई, यो मान्छे मेरो दृष्टिमा यो मान्छे नम्र छ। दाउदले डरलाग्दो पाप गर्यो, तर दाउदले रिपेन्ट गर्नमा दाउद यति साह्रो सिन्सियर भयो कि त्यो सिन्सियरिटीको कारणले गर्दाखेरि दाउदलाई परमेश्वरले यो मेरो मनअनुसारको मान्छे भनेर परमेश्वरले डिक्लेयर गर्यो। नभए दाउदको घिनलाग्दो जीवनलाई बाइबलमा पढ्दाखेरि यस्तो मान्छे त नहुनु नि, यस्तो मान्छे त नासिनु पर्ने भनिकन हामी भन्छौँ। तर परमेश्वरले घिनलाग्दो जीवन, आज तपाईँहरूमध्ये हुनसक्छ कति घिनलाग्दो लतमा फँसेको होला, कति डरलाग्दो अवस्थामा तपाईँ होला, कति पापको घिनलाग्दो अवस्थाहरूमा होला, जगडेको अवस्थामा होला, तर तपाईँलाई परमेश्वरले जस्टिफाई, धर्मी बनाउन चाहन्छ। यदि तपाईँसँग परमेश्वरको धार्मिकतालाई जान्नको निम्ति तपाईँ नम्र बनिकन जिरो भएर तपाईँ आउनुभयो भने, त्यो नथिङनेसमा आउनुभयो भने, सेल्फ डिनायलमा तपाईँ आउनुभयो भने, तपाईँले आज यो घर जाँदाखेरि तपाईँ हल्का भएर जानुहुन्छ। किनभने तपाईँलाई परमेश्वरले यो मान्छे धर्मी हो, यो संसारको लेखी यो मान्छे डरलाग्दो घिनलाग्दो जीवन जिएको भए तापनि परमेश्वरको अनुग्रह पाउनको निम्ति उसले आफूलाई कति नम्र बनिकन आयो। त्यो क्रुसको चोरले जस्तो भन्यो, लर्ड रिमेम्बर मी, मलाई चाहिँ सम्झना गर्नुहोस्। त्यो महसुल उठाउनेले भने, हे ईश्वर, म पापीमाथि दया गर्नुहोस्।
त्यस कारणले गर्दा त्यो दया मगाइमा दयाको भिक्षा मागिँदाखेरि परमेश्वरले आज अनुग्रह आज तपाईँलाई दिने रहेछ। त्यस कारणले यो संसारमा बाँचुन्जेल हामीले आफूलाई ठुलो सम्झनको निम्ति हामीलाई ल्याएको होइन, हामीलाई सानो बनाउँदै जाँदछ। अनि जब त्यो शून्य अवस्थामा जाँदाखेरि परमेश्वरको अनुग्रहलाई बढी पाएको कारणले गर्दाखेरि त्यो शून्य अवस्थामा रहँदाखेरि हाम्रो काम चाहिँ खराबी नभएर आज भलाइमा आज परिणत हुन्छ। परमेश्वरले हामीलाई जस्टिफाई गर्छ र परमेश्वरले हामीलाई यो कुरामा धेरै आशिष प्रदान गरेको।